त्यस पोखरी छाप गाउँको होमस्टे भवनको उपाध्यक्ष साथै यस पोखरी छाप गाउँको सांस्कृतिक समूहको अध्यक्ष हाम्रो तिलकुमारी ज्यूबाट स्वागत मन्तव्य दिँदै नाचले स्वागत गर्दै हाम्रा अतिथि मन्त्रीज्यूलाई दोसल्ला ओढाइदिनु हुनुको लागि म विनम्र अनुरोध गर्दछु। Oh
भित्र भएको सङ्घ संस्था सबैबाट उहाँलाई मन्त्री हुनुभएकोमा एकदम बधाई छ र यो ठाउँमा स्वागत छ। एउटा कुरा म के भन्न चाहन्छु भने मान्छेहरूले सत्य कुरा विश्वास नगर्दो रहेछ, सत्य कुरालाई नपत्याउने रहेछ। जो साँचो सत्य छ त्यसलाई विश्वास गर्न झट्ट विश्वास गर्न नसकिँदो रहेछ। जो झुटो कुराहरू छ, जो असत्य कुराहरू छ, ती कुरालाई मान्छेले झट्ट विश्वास गर्दो रहेछ। म पनि एकपल्ट त्यस्तै भन्छु। कृपया नबोलिदिनु होला नि, यता नबोलिदिनु होला, यहाँ सुन्नु पर्छ। मैले एउटा फेरि भने मान्छेले झुटो कुरा पत्याउने रहेछ, सत्य कुरो नपत्याउने रहेछ। मेरो जीवनमा पनि मैले एउटा झुटो कुरो पत्याएको छु, एउटा असत्य कुरालाई मैले पत्याएको छैन। झुटो कुरालाई मैले हो भन्ने मेरो मनमा लागेको छ। कहिले लागेको छ भने जुन बेलामा पञ्चायती तानाशाही निरङ्कुशहरूले मलाई पक्रेर जेलमा थुनेको थियो, यति यातना पाएँ, यति यातना कुटाइ छुटाइ खाएँ। त्यो यातना र कुटाइ छुटाइले केही पनि भएन, मैले केही पनि मानेँ। त्यसपछि के भनियो, तपाईँको आमा सन्चो छैन भन्ने कुरो भयो। मान्छेको जीवन सन्चो त हुन्न। एकछिनपछि के भनियो फेरि भोलिपल्ट, तपाईँको आमा मर्यो भन्नुभयो। मर्यो भने होला नि, देखभाल पुऱ्याउने हुनुहुन्छ। तपाईँको आमा मर्यो, म जेल पुऱ्याउनु। अनि एकजनाले भन्नुभयो होइन मरेको होइन, तपाईँलाई बाध्य पारेको, तपाईँलाई फर्काएको मैले त्यो बताउँदै बताउँदैन। तपाईँको आमा मऱ्यो भने चाहिँ पक्का मऱ्यो। प्रहरी दाजुहरू बुबाहरू हुनुहुन्थ्यो, भाइहरू हुनुहुन्थ्यो, तपाईँ त्यहाँ मरे छैन त्यसै भनेको मैले त्यो बताउँदै बताएँ। यति पिर परेको त्यतिखेर, यति चोट परेको त्यतिखेर। त्यो सरकार अहिले छैन। हाम्रो सांसद मन्त्री हुनुभएको छ, त्यस्तै गराउनुको निम्ति हामी त्यसरी लडेको। त्यति कुरा भन्यो। अनि अहिले पवार साहबदेखि पवार साहब चोरपानी मर्किन भन्छौँ, भन्छौँ, डाँडासोर भन्छौँ, बैया धोबादी ठुलालीको बासपुरसम्म त्यतिखेर उहाँ सांसद हुनुहुन्थ्यो। 31 लाख तिनवटा खण्डमा जो मोर्चाबाट चोरपानी बस्ती भन्नेसम्म 6.5 लाख गर्नुभएको थियो। 9,06,500 रुपियाँ हामीले खर्च गरेको यहाँ अहिले मैले प्रस्तुत गरेँ। हामी यति खुसी भयौँ, सांसदजीले जो 31 लाख भाषामा दिनुभयो, यो खण्डमा 6.5 लाख परेको थियो। हामी 9,06,500 रुपियाँ खर्च गरेको। सारा जनताहरू यो नयाँ बाटो पुगेको। त्यसको यात्रा हुँदैन। अहिले फेरि 25 लाख छुट्याउनु भएको छ। त्यो सांसद हुँदा हो 25 लाख, सांसद हुँदा 25 लाख हो। मन्त्री हुनुभएको छ, त्यो 25 लाख त मान्दैन। सांसद हुँदा 25 लाख हो। अब मन्त्रीज्यू हुनुभएको छ, कति लाख हो, कति लाख माग्ने दिनुहुन्छ, कति लाखको ताली बजाउने हो। सांसदज्यू हुनुहुन्थ्यो, अहिले हाम्रो मन्त्री हुनुपर्छ। यही क्षेत्रको जनताको छोराछोरी मन्त्री हुनुपर्छ। असाध्यै खुसी छ।
जनताहरूले 2 लाख थपेर 12 लाख मैले मुक्त काम भएको। त्यसपछि फेरि प्रदेश मन्त्रालयबाट 10 लाख परेको। त्यो 10 लाखमा फेरि हामीले 20% 2 लाख थपेर 12 लाखको काम गरेको। जनताहरू सारा जनताहरूले रकम सहयोग गरेर 20 लाख सम्झौता गरेर काम गरेको। 40 लाखको बिल्डिङ हो अझ भन्दैछ। त्यसको लागि पनि इन्जिनियरले इस्टिमेट गर्दाखेरि 69 लाखको इस्टिमेट छ। त्यो पनि मैले माग गर्छु। पर्यटन क्षेत्र यो 15 देखि माथि आगे पनि भर्यौँ त हाम्रो प्रत्येक च्यानलमा मैले भन्दाखेरि यो पोहोर छ मेरो घर हो। म मिलिनियमको अध्यक्षको पोहोर छ मेरो घर। यो अस्थायी घर हो। यो पोहोर छ मेरो अस्थायी घर हो। जन्म घर हो, अस्थायी घर हो। मेरो स्थायी घर भने च्यानलमा छ। मरेपछि त्यहाँ त्यहाँसम्म पुग्ने पर्यटन पदमार्ग, त्यहाँ टावर बनाउने, पार्क बनाउने, ग्रिन पार्क बनाउने, त्यसको लागि मार्ग गर्नु। अनि मैले एउटा विनम्र के अनुरोध गरेँ, रायपुर कति किलोमिटर छ? हामीले 4420 किलोमिटर 200 किलोमिटर मिटर बाटो खन्दाखेरि धेरै ठाउँमा पाइप ड्यामेज भएको छ। पाइप पुरानो पाइप बिग्रिएको छ ठुलो रूपमा। त्यो पाइप रायपुरले पनि पोर्ट अफ खानु त्यो पाइप राखिदिनु। फेरि मैले जोडेँ सांसद अहिले मन्त्रीज्यू हुनुहुन्छ। मन्त्रीज्यूले 25 लाखको थप दिनु पऱ्यो। यो बिल्डिङको लागि 20 लाख हाम्रो आइसकेको छ। जनताले 20 लाख 40 हाम्रो सांस्कृतिक पुरानो सांस्कृतिक होमस्टे गाउँ हो। एउटा झोडा त्यसपछि यता रायपुरबाट साँखेबाट यहाँसम्मको 80 लाख, यहाँको 25 लाख परेको छ। त्यसलाई अलिकति वृद्धि गराउने अनुरोध गरेँ, माग गरेँ। यो सांस्कृतिक भवनलाई, यो हाम्रो पर्यटन होमस्टेलाई अझ राम्रो सांस्कृतिक प्रबन्धन, पर्यटनको प्रबन्धन गरेँ। अनि यो पद्ममला चौर स्पोर्ट टुरिज्मको लागि हामी गराउने भनेका छौँ। पहिला 10 लाख आएको, 8 लाख आएको, अहिले फेरि 25 लाख आएको। त्यो धन्यवाद पनि दिएँ। अझ थप अनुरोध गर्न चाहन्छु। अनि प्रदेश सरकारबाट यो होमस्टेलाई भयो। यता होमस्टे कृषि विकासको लागि पनि फेरि 10 लाख पनि परेको हो। उहाँले त्यसमा पनि धन्यवाद दिन चाहन्छु म। यो कोलमा पुतली बजार नगरपालिका वडा नम्बर 9 कोलमा एरिया भनेर कोलमा पोर्चा तोरेपानी बडाखोला नाम्चे कालको यो सबै आउँछ। सारा बुबा आमा दाजुभाइ दिनहरू यो कोलमबडा चौरमा मिलिनियम ट्रेडले 5 दिनको महोत्सव गरेको थियो। त्यतिखेर जे समस्या भयो त्यो समस्या समाधान गरेर फेरि अर्को महोत्सव गराउनको निमित्त हाम्रो लक्ष्य छ। विभिन्न कार्यक्रमहरू कोलमबडा चौरमा गरिरहेका छौँ। त्यसो भएको हुनाले कोलमबडा चौरलाई एउटा केन्द्रबिन्दु बनाएर रिङ रोड बनाउने जो हाम्रो सोचाइ थियो, योजना थियो, हाम्रो अवधारणा थियो, त्यो रिङ रोड बनाउनलाई पुरा भइसकेको छ। कोहरिजाबाट जोडेपानीसम्म जोड्ने एउटा बाटो थियो। यो रिङ रोड बनाउने कार्यक्रममा हाम्रो मन्त्रीज्यूले जुन सुरुवात गर्नुभएको छ, जोडिसकेको छ। त्यसको लागि म धन्यवाद दिन चाहन्छु। यो रिङ रोडमा हामीले क्रस कन्ट्री 2 वर्षसम्म गरिसक्यो। अब यसलाई रिङ रोड बनाएर साइकल रेस, क्रस कन्ट्री रेस, कोलमबडा चौरलाई केन्द्रबिन्दु बनाएर हामीले टुरिज्मलाई विकास गर्ने क्रममा हामी लागिरहेका छौँ। स्पोर्ट टुरिज्म बडामा चौरमा 25 लाख परिसकेको छ। अझै थपको अनुरोध गर्छु म। कोलमबडा चौर केन्द्रबिन्दु हो। त्यो केन्द्रबिन्दु वडा कार्यालयमा बसेर यो रिङ रोडमा घुम्ने, अनुगमन गर्ने, निरीक्षण गर्ने, यो कुनै
कार्यक्रमहरू गरिरहेका छौँ। र जुन जुन अनुकूल वातावरण भइरहेको छ त्यो अनुकूल वातावरणलाई प्रतिकूल वातावरणलाई अनुकूल बनाएर यो स्याङ्जा जिल्लामा नमुना होमस्टे गाउँ, नमुना कोल्मा ब्राचौ कोल्मा यो वडा आदर्श एउटा गाउँ बनाउनु निम्ति धेरै योजनाहरू छ। अहिले भन्न समय भएन। यसको लागि हाम्रो मन्त्रीजी हुनुहुन्छ, हाम्रो सांसद त झन् धेरैको जन्मनु भएको। दुईजना कस्तो हो भने यो स्याङ्जा जिल्लामा आदर्श नमुना यो 9 नम्बर वडा हुन सक्ने छ भने दुईजना हुनुहुन्छ। उहाँले मेयरलाई निर्वाचन गरिएको हो। म आउँछु भन्नुभएको थियो, हिजोसम्म आउँछु भन्नुभएको वालिङको मेयर हुनुहुन्थ्यो, हिजोसम्म भन्नुभएको थियो। तर उहाँको अहिले विशेष हामी पहर जानु आउनु भएन। वालिङको मेयर मैले पटक सम्झिन्छु। वालिङको मेयर यो मिलेनियम ट्रेड वालिङसम्म पनि हो। नगरपालिकामा धेरै पटक गएको छु। मेयरसँग दिपक खान उहाँसँग भेट भएको छ धेरै पटक। उहाँको मैले सम्झना गरिरहन्छु र मैले धेरै पटक धेरै ठाउँमा त्यो मेयरको कुरा भन्छु। अहिले आज आउने कुरो थियो, मेरो पोखरा जानु पर्ने भएर आज चाहिँ जानु पर्ने भने आउनु भएन। उहाँलाई किन बोलाएको, किन सम्झेको मैले? वालिङ नगरपालिकामा म मिलेनियम ट्रेकबाट धेरै पटक जान्छु। धेरै पटक जाँदाखेरि हामीले मिलेनियम ट्रेकको जो कुरा हामीले भन्यौँ त्यसपछि उहाँले एउटा कुरा भन्नुभएको थियो, मेरो दिमागमा किन आएन, मेरो दिमागमा अहिलेसम्म किन आएन, मेयरज्यू के आएन भने मेरो दिमागमा अहिलेसम्म किन आएन, के आएन तपाईँको दिमागमा? तपाईँको कुराले मेरो दिमाग खुल्यो। के खुल्यो? वालिङ बजारलाई स्मार्ट सिटी बनाउने भनेको 2-4 वर्ष भयो। स्मार्ट सिटी बनाउने तपाईँको सुनेर स्मार्ट भिलेज बनाउँछु भन्नुभयो, धन्यवाद भन्यो। अनि उहाँले के भन्नुभयो? स्मार्ट भिलेज बनाउँदाखेरि मिलेनियम ट्रेडले जति ठाउँमा जे काम गर्नुहुन्छ गर्नुहोस् भन्नाले आफ्नो नगरपालिकाभित्र बिल ल्याउनु, बिल ल्यायो भने हामी खर्च दिन्छौँ, सहयोग गर्छौँ। हाम्रै गाउँमा हाम्रै नगरपालिकामा बिल ल्याउनुहोस्। हामीले त्यो गाउँमा नगरपालिकाभित्र एरियामा विकासको पर्यटकीय विकासको काम गऱ्यो भने हामीले बिल दियो भने उहाँले नगरपालिकाबाट रकम दिने। स्मार्ट भिलेज त्यही भएर यो कोल्मालाई स्मार्ट भिलेज बनाउनुको निम्ति हामी मिलेनियम ट्रेड यो कोल्मा एरियामा थुप्रै होमस्टे गाउँहरू सांस्कृतिक यो समिति स्मार्ट भिलेज बनाउनु निमित्त हामी लागिरहेछौँ। त्यसको बारेमा धेरै भन्ने मौकै समय भएन। सारा बुढामा दाजुभाइ दिदीबहिनीहरू स्मार्ट भिलेज बनाउनुको निमित्त तपाईँले मलाई साथ दिनुहोस्। मलाई भन्नाले म अहिले मिलेनियम ट्रेडको अध्यक्ष हो। दुलेकोडादेखि पोखरसाप हुँदै उहाँ मनोकामना एलादी वालिङसम्मको एउटा समिति छ। जसरी वालिङले स्मार्ट सिटी हाम्रो मिलेनियम ट्रेडको कुरा सुनेपछि स्मार्ट भिलेज त्यति मात्र होइन, उहाँले अर्कोबाट जाँदाखेरि रोजिसकेको कसो टिन रोजेको के थुप्रै कुरो। त्यस्तै यो कोल्मा एरियालाई स्मार्ट भिलेज बनाउनको निम्ति हाम्रो जुन कार्यक्रमहरू छ त्यसमा कसैले रोक्न सक्ने छैन। फेरि थुप्रै कुरा थियो। फेरि यहाँ 2जना सांसद हुनुहुन्छ, अहिले त झन् मन्त्री हुनुहुन्छ। हाम्रो आशा, हाम्रो लक्ष्य उद्देश्यलाई सफल निश्चित रूपमा सफल गर्नुहुनेछ। मैले के भन्न चाहन्छु भने सांसदज्यू हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, मलाई सांसद माग गरेको छैन, मलाई सांसद चाहिएन। हिजो जेल नेता खाएन, जेल खाएको मान्छे स्याङ्जा पर्वत कास्की बागलुङ म्याग्दीसम्म मैले काम गरेको, समाज सेवाको काम गरेको। अहिले मैले सांसदको आशा गर्दिनँ, मन्त्रीको आशा गर्दिनँ, कुनै पनि आशा गर्दिनँ, केही पनि माग्दिनँ। यस्तो सांसद चाहिएन, मन्त्री चाहिएन मलाई। तर यहाँसँग के अनुरोध गर्छु भने जुन कोल्मा एरियालाई स्मार्ट भिलेज बनाउने हाम्रो जुन लक्ष्य उद्देश्य छ, रिङ रोड बनाउने जुन लक्ष्य उद्देश्य छ, विभिन्न गाउँमा नमुना आदर्शको यो गाउँ बनाउने लक्ष्य छ, त्यो माग गर्छु।
मैले सुन्छु कहिले कहिले बजेट कति अरबौँको बजेट हुँदाखेरि हाम्रो जम्मा 10 लाख आएको। त्यसो भने मलाई मन्त्री चाहिएन, सांसद चाहिएन, यो पुरा स्मार्ट भिलेज बनाउनको निमित्त जति हामीले योजनाहरू बनाएर माग गर्छौँ यो मागमा 2 जना कसरी भने नपाउनु त कुरै छैन। यति मैले थुप्रै कुराहरू दिएँ। अब म प्रमुख अतिथि यतापट्टि फर्केर अलिकति कुरा भन्न चाहन्छु। थुप्रै कुरो थिए, एउटा कुरा भन्न चाहन्छु। महाभारतमा अर्जुन एकदम शक्तिशाली, अर्जुन भन्न शक्तिशाली कर्ण, अर्जुन भन्न शक्तिशाली कर्ण हो महाभारतमा। कर्णलाई मार्ने बेलामा श्रीकृष्ण भगवान्ले के भन्नु? कर्णले कृष्ण भगवान मेरो के गल्ती थियो, मैले के गल्ती गरेर मलाई मार्न खोज्दै हुनुहुन्छ भन्दाखेरि श्रीकृष्णले के भन्नुभयो कर्णलाई? कर्ण, भीष्म पितामह, द्रोणाचार्य गुरु, यो 3टाले दुर्योधनलाई साथ नदियो भने यो युद्धै हुने थिएन। युद्ध नभएपछि कोही मर्नै पर्ने थिएन। दुर्योधन जस्तो मूर्ख, दुर्योधन जस्तो घमण्डी हो, त्यस्तोलाई कर्ण तपाईँले साथ दिनुभयो, भीष्म पिताले साथ दिनुभयो, द्रोणाचार्य गुरुले साथ दिनुभयो र 3टै शक्तिशाली मर्न पर्यो। अब समय छैन, म अर्को शिशुपाल भन्ने छ महाभारतमा आउँछ। शिशुपाल जन्मदाखेरि उसको निधारमा आँखा यस्तो डल्लो भएर जन्मन्छ, सबै आँखा डल्लो भयो, डराउँछन्। अनि पीर कस्तो जन्म्यो भने पीर गर्छन्। अनि एउटा गुरुले के भन्नुहुन्छ? कोही नडराउनुहोस्, कोही नआत्तिनुहोस्, जसको काखमा लिँदाखेरि त्यो आँखा त्यो डल्लो हट्छ उसको हातबाट उसको मृत्यु हुन्छ। अनि आफन्त सबैले काखमा लिँदै जाँदाखेरि कृष्ण भगवानको काखमा लिँदाखेरि त्यो शिशुपालको निधारको त्यो बाहिर निस्क्यो डल्लो चाहिँ आँखा हटेर जान्छ। अब के निश्चित भयो भने श्रीकृष्ण भगवानको हातबाट शिशुपालको मृत्यु हुन्छ। अनि सारा मान्छेहरू आफन्तहरू खुसी भए। किन खुसी भयो भने त कृष्ण त आफ्नो मान्छे, कृष्ण कहिल्यै मार्नु, कृष्णले नमारे त कहिल्यै मर्दैन। कृष्णको हातबाट मर्नु छ, कृष्णले नमार्ने भने कहिल्यै मर्दैन भनेर सारा मान्छेहरू आफन्तहरू त्यहाँ जतिजना थिए सब खुसी भयो। तर कृष्ण भगवान्ले के भन्नुभयो भने यो विधिको यो लेखा हो, मेरो हातमा मर्नै, अब मेरो हातमा मर्नै छ। 100 पटकसम्म उसको गल्ती, 100 पटकसम्म उसको गाली, 100 पटकसम्म उसको अपराधलाई मैले क्षमा दिन्छु, मैले मार्दिनँ। 101 पुग्यो भने त मेरो हातमै मर्नु छ। त्यसो भएर 101सम्म उसले गाली गरेन भने मैले मार्दिनँ। फेरि मान्छेहरू खुसी भए। गाली नगर्ने है कृष्णले, गाली नगर्ने है कृष्णले, केही पनि नभने कृष्णले मर्दैन। एउटा ठुलो सभामा शिशुपालले के भन्यो? त गरा 1, त चोर 2, त पापी 3, त बदमास, त निस, के भन्दै गयो। डबल भन्छ सबैले। मलाई कसले के गर्न सक्छ भन्दै गयो। 90 भयो, नबल त 27 हो, 91 भयो, नबल भन्छ। 99 भयो, अब नबल 100 भयो, 100 भयो, अब 101 नपुर्याउ भन्दाखेरि शैतान हो श्रीकृष्ण। सुदर्शन चक्रले छोडेर मार्न पर्यो। यस्तो कसैले नगर्नु होला। सहने पनि एउटा हद हुन्छ। श्रीकृष्णले 100 पटकसम्म सहनु भयो अनि शिशुपालको मृत्यु भयो। यस्तो नगर्नु होला। धेरै कुरा थिए। यो हाम्रो मन्त्रीज्यूले धेरै योजनाहरू यहाँ दिनुभएको छ, त्यो भन्ने मौका पनि पाएन। फेरि अन्तमा हामी जनताको छोराछोरीहरूलाई यस्तो मन्त्री, यस्तै मन्त्री सांसद बनाउने, अब राष्ट्रपति प्रधानमन्त्री सबै बनाउने लक्ष्यमा हामी हिँडेको आज एकदम खुसी छु। म त एकदम साकार भए जस्तो लाग्छ।
तर एकदम खुसी भएको छु भन्दाखेरि फेरि मन्त्रीजीले सम्झाउनु होला। अझ मैले एकदम खुसी भएँ, भोलि निराशा हुने चाहिँ कृपया नबनाइदिनु होला। माग त थुप्रै छ यहाँ, यसो भनिदिनु थुप्रै छ, हामी भेट भइहालिन्छ। त्यसो भएर मैले यस्तो भनेँ, यो होमस्टे काम हो, सबैलाई बसोबास गर्नलाई आजै बसौँ, नभए होमस्टे काम हो। यो पुरानो ऐतिहासिक संस्कृति भएको यो सांस्कृतिक टुरिज्म क्षेत्र हो। यो बराचौर स्पोर्ट टुरिज्मको क्षेत्र हो। कालखुची र मगर जातिको संस्कृतिको अध्ययन केन्द्र यो पर्यटन क्षेत्र। यसको लागि सांसदजी हुनुहुन्छ, उहाँ त झन् मन्त्री हुनुभएको छ। अहिले नपाउने भने कहिले पाउने हामी? आफ्नै गाउँको, मैले पोखरीसापै हुन्छु उहाँलाई, आफ्नै क्षेत्रको मन्त्री भएर हामी एकदम खुसी भएछौँ। निराशा चाहिँ नपारिदिनु होला, यति हो। सारा जनताहरू खुसी भएको छ। कसले के भनिदिनुहोस्, धन्यवाद भन्नुभएको छ, कसैले बधाई भन्नुभएको छ, कोहीले तेरो फुल दिनु पायो भन्ने कुरा छ। सबै जनताहरूले एकदम खुसी छौँ। जनताको खुसी, जनताको आशा चाहना मैले फेरि दोहोऱ्याएँ। वालिङ स्मार्ट सिटी, वालिङको सबै गाउँ स्मार्ट भिलेज, यो उत्तरी बजार नगरपालिकाको कोलमा एरिया, कोलमा वडा 9 नम्बर वडाको सबै गाउँलाई स्मार्ट भिलेज बनाउन निमित्त यहाँलाई जिम्मा दिएँ र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर सम्पूर्ण विशिष्ट व्यक्तिहरू आफ्नो समय दिएर आउनुभएको छ। स्वागत अघि मन्तव्यबाट स्वागत, एउटा सानो घाटु र झोरा नाचले पनि स्वागत गरिसक्नु भएको छ। मेरो तर्फबाट सारा बुबाआमा दाजुभाइ दिदीबहिनीबाट पनि स्वागत गरेँ। फेरि आउनु हुनुको निमित्त हाम्रो आशालाई पुर्याइदिनु हुनुको निमित्त म अनुरोध गर्दै आफ्नो मन्तव्य यहीँ समापन गर्छु। हवस् त, धन्यवाद। यस बाटो समितिको सल्लाहकार हाम्रा सांसद श्री महेन्द्र प्रसाद गुरुङज्यूबाट आफ्नो वक्तव्य व्यक्त गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्दछु। वातावरण तथा भू संरक्षण मन्त्री दीपक चौकी मगरज्यू, कोलमा गाविसका पूर्व अध्यक्ष तथा मिलियनका अध्यक्ष संस्थापक हुनुहुन्छ खुट्टली बजार नगरपालिका तथा गण्डकी नगरपालिकाका जनप्रतिनिधि साथीहरू, मञ्चमा आसन मन्त्रीजीका छोरीय सचिव लगायत सम्पूर्ण राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र उपस्थित सम्पूर्ण महानुभावहरू, यहाँहरू सम्पूर्णलाई हार्दिक नमस्ते। यहाँलाई धेरै निवेदन गर्नुपर्छ भन्ने मलाई लाग्दैन। एउटा खुसीको छ, हामीहरू यो समय सन्दर्भले जति हामी खुसीले उन्मुक्त छौँ, त्यो उन्मुक्त साथ हामी यसलाई संयोजन गर्ने, बाँड्ने, साटासाट गर्न सकेनौँ। एउटा त अहिले देशमा मात्र नभएर विश्वमा नै कोरोनाको कहर छ। हजुर हामी पनि जीवन सबभन्दा पहिला त आफू बाँच्ने र अरूलाई पनि बचाउने त्यो सन्दर्भले यो दायित्व, व्यक्तिगत दायित्व, राष्ट्रिय दायित्व, त्यसमा चाहिँ त्यसलाई पनि ख्याल गर्न पर्ने। अनि मानव आएर मुनि उब्जाउने बेला टर्दै गरेको बेलामा अनि यो बर्खाको यहाँ थुप्रै कुराहरू अनि मन्त्रीजीको व्यस्तता बाबु पनि हामी समय तोकेको समयमा यहाँसँग उपस्थित हुन नसकेको कारणले पनि केही अलिकति यहाँलाई जिजाइ होला जे होस् उहाँ चाहिँ यहाँ आइपुग्नु भएको छ, जसले हाम्रो उत्साहलाई, हाम्रो अपेक्षालाई त्यसलाई जोडेर हामी अझ उत्साहित भएका छौँ। यो सन्दर्भमा भर्खरै गण्डकी प्रदेश सरकारको मन्त्री हुनुभएकोमा म यहीँको बासिन्दा हुनाले सहपाठी साथी पनि उहाँको कार्यकालको हार्दिक शुभकामना सहित म हार्दिक धन्यवाद पनि दिन चाहन्छु यहाँ उपस्थित हुनुभएकोमा। यो अहिले बाटोको कुरा गरिरहने बेलामा मलाई लाग्छ धेरै अगाडिदेखि हामी गोरेटो बाटो त हिँड्थ्यौँ, मूल बाटो, तर यसलाई अहिले टोल टोलमा, गाउँ गाउँमा, घर घरमा बाटो लाने सन्दर्भमा त्यसले एउटा भेगलाई हामीहरू जस्तो विशेष गरेर ओरस्टेका माथिल्लो भेग उता काउलेबाट आउने बेलामा हामी चाहे गोरु भैँसी हाम्रो खेती किसानीको सन्दर्भको कुरा होस्, अरू
यताउति गर्ने सन्दर्भमा पनि त्यो बाटोको आवश्यकता छ। यहाँ सन्दर्भ थुप्रै कुरा पनि उठ्छन् क्या, यो प्राथमिकताको कुरा कहाँ के, अब मान्यले पैसा त्यहाँ दियो या गाउँलेको चासोको कुरा, यी सबै कुरा चाहिँ मलाई लाग्छ त्यो गौण कुरा हो। अहिले आवश्यकता भनेको जाँदै पनि विकासको कुराहरू गरिरहने बेलामा बाटो भनेको पनि पूर्वाधारको पनि पूर्वाधार। हामी यसो देख्छौँ जनप्रतिनिधिहरू भएको नाताले पनि यहाँ कतिपय राष्ट्र सेवक साथीहरू हुनुहुन्छ, त्यो सन्दर्भमा पनि या आम जनता भएको सामाजिक व्यक्तित्वको हैसियतबाट पनि हामी कुनै दाताहरू या सरकारसँग या भनौँ न पहुँच पुग्ने व्यक्तिहरूसँग चाहिँ हामी सन्दर्भ जोड्ने क्रममा जहाँ पनि बाटोको कुराहरू उठ्ने गर्छन्। त्यसपछि तपसिलका कुराहरू हुन त जीवन जिउनको लागि या समृद्धिको मापन गर्ने कुरा या हामी चाहिँ सुखी हुने कुरा या हाम्रो जीवन स्तरलाई माथि लाने कुरा बाटो मात्रै होइन, त्योभन्दा पनि महत्त्वपूर्ण कुराहरू शिक्षा, स्वास्थ्य, अरू आय आर्जनका रोजगारका कुराहरू त्यतिकै महत्त्वका छन्। खानेपानीदेखि लिएर अरू कुराहरू पनि त्यतिकै महत्त्व छन्। तर प्रत्यक्ष जनताले अनुभूत गर्ने, देख्ने अनि हामीलाई सहजता महसुस हुने भौतिक रूपले त्यो भनेको चाहिँ बाटो हुने रहेछ क्या। त्यसो भएको हुनाले पनि सायद अहिले तपाईँ हामी थुप्रै ठाउँमा देशभित्र मात्रै नभएर देश बाहिर पनि घुमेर आएको थुप्रै बुवाआमा दाजुभाइ दिदीबहिनीहरू हुन्छ। नभए अहिले संसार चाहिँ सानो संसारले चाहिँ सानो ग्राम बनाएको छ। हामी युट्युब अरू चाहिँ मिडियाको उसबाट पनि हेर्ने गर्छौँ। जहाँ जहाँ देशहरू समृद्ध भएका छन् त्यहाँ चाहिँ भौतिक पूर्वाधारहरू चाहिँ विकसित भएपछि मात्र अरू चाहिँ सन्दर्भलाई पनि अगाडि जोडिने सन्दर्भ हुँदो रहेछ क्या। त्यो सँगसँगै त्यसमा चाहिँ भौतिक पूर्वाधार भनेको बाटो पनि चाहिँ जहाँ जहाँ बाटोको व्यवस्थित किसिमबाट विकास भएको छ अनि त्यो सँगसँगै अरू विकासलाई सहज किसिमबाट ल्याउन सकिन्छ क्या। अघि नै टुरिज्मको कुरा गर्नुहोस् होइन, या चाहिँ अरू चाहिँ हामी उत्पादनकै कृषिकै कुरा गरिरहने बेलामा पनि जब कृषि उत्पादन हुन्छ अनि त्यसपछि चाहिँ त्यसको बजारको कुरा होला। अनि त्यो बजार पुर्याउनलाई पनि हामी सहज किसिमबाट बजार लानको लागि बाटोकै आवश्यकता कुरा होला। अनि बाटो भनेर मान्छेले बोकेर लाने बाटो मात्रै भएर भने त्यहाँ यातायात पुर्याउनु पर्ने कुरा होला। अनि मात्र हामी गाउँमा पाउने मूल्य र चाहिँ बजारमा त्यहाँ चाहिँ जानेर पुर्याउने, त्यहाँ पुर्याएपछि त्यसको मूल्य चाहिँ प्राप्त गर्ने कुरा र हाम्रो उत्पादनले जाने के त भन्दा मुनाफा जोड्ने कुरा या जीवनसँग गाड्छ, यी थुप्रै कुराहरू हुँदो रहेछन् कि। त्यसो भएको हुनाले एकदमै अपरिहार्य थियो। अघि नै उहाँ नवीन सरले भन्नुभएको छ। साँच्चै नै अहिले चाहिँ के त भन्दा अब यो बाटो चाहिँ के त भन्दा यो अहिले जुन पोखरी छापबाट केउरी पानी हुँदै हामी भन्ज्याङ जोड्ने जुन बाटो चाहिँ युज गऱ्यौँ, त्यसो भएपछि कोलमाको जुन हिजोको गाविस थियो र अहिले 9 नम्बर वडा पुतली बजारको लगभग हाम्रो चाहिँ के त भन्दा टोल छिमेकहरू या चाहिँ त्यसरी हिँड्ने क्रमहरूमा त्यो क्रम चाहिँ अब चाहिँ लगभग हामी चाहिँ एउटा आधारभूत रूपले चाहिँ पुरा गरेका छौँ। यो सन्दर्भमा जुन किसिमबाट चाहिँ मान्य चाहिँ दीपक शक्ति मगरजीले जुन चाहिँ हाम्रो के अरे संसद विकास पूर्वाधार चाहिँ विकास कोष थियो जो चाहिँ के त उहाँले आफैले जहाँ जहाँ चाहिँ खाँचाहरू छन् त्यसलाई चाहिँ उहाँको चाहिँ निर्णयले चाहिँ के अरे विनियोजन गर्न सक्थ्यो। त्यो बाटोलाई प्राथमिकता राखेर त्यो चाहिँ अघि उहाँले भन्नुभयो 31 लाख हालेर विभिन्न ठाउँहरूमा के अरे बाँड्ने भन्ने कुरा त्यो चाहिँ रहरले बाध्यात्मक थियो। हाम्रो पोखरी छाप जस्तै, हाम्रो केउरपानी जस्तै, हाम्रो कोलमा जस्तै यस्ता थुप्रै जाने के त भन्दा उहाँको निर्वाचन क्षेत्रमा थुप्रै टोलहरू छन्, थुप्रै वडाहरू छन्, त्यहाँ पनि हाम्रा मतदाता छन्। मतदाताको कुरा मात्र होइन, हामीलाई भोट दिएको कुरा मात्र होइन, सबै हामी जनप्रतिनिधि जितेर गइसकेपछि हामी साझा चाहिँ हामी व्यक्तित्व भएको हुनाले पनि त्यहाँका चाहे त्यो मत दिएका होस् नदिएका होस् त्यहाँका खाँचोहरूलाई सम्बोधन गर्नु हाम्रो दायित्वको कुरा हो, कर्तव्यको कुरा हो। र हामीले सिकेको संस्कार पनि हामी विचारले विभिन्न किसिमको भएको त्यो संस्कारबाट हुर्केको व्यक्ति र त्यसलाई दायित्व भनौँ त्यो चाहिँ जनप्रतिनिधिको दायित्वलाई त्यसलाई आत्मसात गरेर त्यसरी विनियोजन गर्नुपर्ने कुरा हुन्छ भएको हुनाले पनि। किन भन्दा त्यसमा 25वटा योजनाभन्दा बेसी गर्न नपाउने, 50 लाखको दुईवटा चाहिँ योजना गर्नै पर्ने अनि 1 लाख 3 लाख अनि त्यसरी त्यो विनियोजन गर्नेको एउटा चाहिँ के त भन्दा त्यसको चाहिँ कार्यविधि छ। त्यसो भएको हुनाले एउटै योजना लिएर एकै ठाउँमा धेरै पैसा हाल्ने कुरा गाह्रो हुने कुरा या कतिपय ठाउँमा सम्बोधन गर्न नसक्नु भएको हुनाले पनि त्यसरी योजना समिति पर्ने कारणले गर्दा यो यसरी चाहिँ कार्यक्रम अगाडि आएको र त्यसलाई चाहिँ यहाँले त्यही त खाँचाका कुराहरू या चाहिँ जनताले चाहिँ योजनालाई आत्मसात गर्ने कुरा हुँदो रहेछ। कतिपय लादिने हिजो पनि त्यस्तो परम्परा थियो, झ्यालबाट छिने भन्छन्, लादेका भन्छन्, आफ्नो भेगमा लाने भनेर अनि एउटा पैसा हालिदियो अनि त्यसको चाहिँ के त भन्छ औचित्य या त्यसको कार्यान्वयनको कुरा थुप्रै कमजोरीहरू पनि हामीले देखिरहेका छौँ कि। तर यहाँ चाहिँ के त तपाईँहरूलाई खाँचो थियो, आवश्यकता महसुस थियो, हामीले त्यो गऱ्यौँ। त्यसो भएको हुनाले जनताले आफ्नो सहभागिता आफ्नो खर्च पनि समय श्रम मात्रै नभएर भौतिक रूपले आर्थिक रूपले पनि त्यो गरेर यो सम्पन्न भएको छ र यसलाई विज्ञापन दिने कुराको सौभाग्य हो।
अर्को यहीँनिर मैले के जोड्न चाहन्छु भन्दाखेरि अब यसलाई स्तरोन्नति गर्ने कायम गर्ने एउटा बाटो हाम्रो मेन बाटो छँदैछ। अनि तपाईँहरूले भुल्नुभएको एउटा एकदमै महत्त्वपूर्ण हाम्रा यस्ता चाहिँ टोलका वडाका बाटाहरूको कुरा यसको स्वाभाविक छ। त्यो पोलमा हिजोको गाविस अहिले 9 नम्बर वडका 2टा मेन बाटो चाहिँ नि मलाई लाग्छ त्यो चाहिँ नि हाम्रो आधार यसको चाहिँ गाउँपालिका के अरे वडा 9 नम्बर वडाको आधारभूत रूपमा 2टा बाटो महत्त्वपूर्ण हुन् भन्ने मलाई लाग्छ कि एउटा घुम्ती जाने हुँदै चिसापा के अरे यसरी चिसापानी चित्रे भएर जाने तर यसरी आउने अनि यो बाराई मार्ग भएर जाने। अर्कोतिर चाहिँ के त भन्दा उता शिक्षा चोक भएर जुन चाहिँ वडा नम्बर 8 डाँडोसरा भन्दै हुँदै गएर नाम्चीकालको भएर यसरी त्यो पनि चाहिँ साँखे भएर पुग्न त्यो 2टा बाटो चाहिँ एकदमै महत्त्वपूर्ण बाटो सदरमुकाम जान हामी चाहिँ के अरे प्रदेशको राजधानी जान या चाहिँ सङ्घकै चाहिँ केन्द्रकै हाम्रै देशकै राजधानी जान पनि यावत अरू के अरे सुविधाको लागि पनि त्यो बाटो चाहिँ एकदमै आधारभूत रूपमा आवश्यक बाटो हो। अहिले उताका बाटो पनि केही क्रमिक रूपले त्यो चाहिँ स्तरोन्नति हुने काम हुँदैछ। अनि नगरपालिकाले एउटा चाहिँ काम चाहिँ नि हुँदैछ ओल्ड ब्याङ्कसँग चाहिँ नि के अरे त्यो सम्झौता गरेर त्यसको चाहिँ स्तरोन्नति या त्यसलाई चाहिँ कालोपत्र ल्याएर गर्ने काम चाहिँ नि त्यो सँगसँगै यताको यो बेल्टलाई हाम्रो कोलमालाई मात्र होइन कि यो यताको हिजोको वरस्टे चाहिँ खिचनास चिसापानी इभन तनहुका केही बेल्टहरूलाई पनि त्यसलाई महत्त्वपूर्ण चाहिँ बाटोको रूपमा चाहिँ घुम्ती चिसापानी थियो। त्यो बाटो पनि जब चाहिँ गण्डकी प्रदेश सरकार बनिसकेपछि या चाहिँ तपाईँहरूलाई थाहा छ देशमा चाहिँ राजनीतिक परिवर्तन आदि सङ्घीय संरचना गइसकेपछि देशमा 3टा खालको सरकार बन्यो, स्थानीय सरकार, प्रदेश सरकार अनि सङ्घ सरकार। अनि प्रदेश सरकार नयाँ थियो त्यसले केही कार्यक्रमहरू लिएका थिए। त्यो कार्यक्रम मलाई लाग्छ अहिले चाहिँ त्यो एकदमै नमुना योग्य गण्डकी प्रदेशले लिएको कार्यक्रम चाहिँ त्यो नमुना योग्य थियो र अहिले सङ्घले पनि प्रत्येक निर्वाचन क्षेत्रमा एउटा चाहिँ त्यस्तो चाहिँ बाटोहरू लिने क्रममा गइरहेको छ। त्यसो भएको हुनाले त्यो कार्यक्रम अन्तर्गत घुम्ती चिसापानी अनि त्यसपछि चाहिँ अगाडि यो के अरे फाङराङ हुँदै चाहिँ हामीहरूको चाहिँ के त भन्दा बिरुवा निस्केर अगाडि उता मेथापुरम हुँदै फेरि उता के अरे सिधा थावेमा जोडिने किसिमबाट त्यो बाटो चाहिँ दिपक मान्यजीले चाहिँ त्यो त्यसलाई चाहिँ आफ्नो निर्वाचन क्षेत्रको एउटा बाटोमा जोड्नु। त्यसले चाहिँ के गर्यो भन्दा अहिले काउलीसम्म चाहिँ पिच भएर आएको छ। तपाईँहरूले धेरै अहिले त्यो बाटो नहिँडेको मलाई लाग्छ कोही पनि छैन। त्यसले कति सहजता प्रदान गर्यो हिजो कस्तो स्थिति थियो मलाई लाग्छ त्यो मूल चाहिँ एकदमै यो हाम्रा अरू शान्तिमा बाटो हुने त्यो चाहिँ एकदमै महत्त्वको अर्थ राख्थ्यो हाम्रो भेगलाई हाम्रो क्षेत्रलाई। यो 9 नम्बर वडा मात्रै नभएर हाम्रो भेगैलाई अब त्यो हामीले चाहिँ जोड्ने कुरा पनि छ। त्यो चाहिँ अब भोलिका दिनहरूमा त्यो क्रमिक रूपले तपाईँहरूलाई हामी धेरै चाहिँ यहाँले चाहिँ माग राख्नु स्वाभाविक हो। जनताको अपेक्षा धेरै छ। अघि नै अप्रत्यक्ष रूपमा नवीन सरले भन्नुभएको छ यहाँ मलाई लाग्छ हामी धेरै होजा छौँ उहाँहरू 2टा अस्थिभन्दा यो राजनीतिक कुरा र विशेष गरेर वामपन्थी आन्दोलनको कुरा गर्ने हो भने धेरैवटा थाहा छ। अलि सानो भाइ बहिनीहरूलाई या कतिपय साथीहरूलाई थाहा नहुनसक्छ। नवीन सर चाहिँ के त भन्दा हिजो एउटा खालको पृष्ठभूमि बोकेर आउनुभयो अनि त्यसपछि राष्ट्र सेवक चाहिँ कर्मचारी पनि हुनुभयो होइन प्रहरीमा चाहिँ त्यतिखेरको अधिकृत पद छोडेर साँच्चै नै समाजलाई रूपान्तर गर्ने यो राष्ट्रको राष्ट्रिय व्यवस्था जुन सामन्त व्यवस्था त्यसको चिरफार गर्ने अनि एउटा परिवर्तन काम गरेर सम्पूर्ण जनतालाई आफूलाई मात्र होइन आफ्नो भएको भयो। अहिले उहाँको सहपाठीहरू सबै मैले देखेको डिएसपी भन्दा तल कोही पनि रिटायर हुनुभयो एसपी एसएसपी भएर आउनुभएको रिटायर हुनुभएको छ। उहाँको पनि त्यो ल्याकत थियो क्षमता थियो। त्यस्तो गरेर तर त्यो कुरालाई छाडेर पञ्चायतको विरुद्धमा वामपन्थी आन्दोलनलाई अगाडि बढाउने र सामाजिक न्यायको आधारमा समाजलाई राष्ट्रलाई पनि आमूल परिवर्तन गर्ने भनेर आउनुभयो। अब यहाँ प्रश्न उठ्छ उहाँले के पाउनुभयो त त्यो आन्दोलन यो चाहिँ के त भन्दा हामीले गरेको चाहिँ अभियान अपेक्षा साँच्चै यो कुरा भयो त भन्ने कुरा यसको बहसको पाटो छुट्टै छ। हाम्रो दिपकजी अहिले त्यसै सामान्य लाग्ला त उहाँहरू मन्त्री हुनुभयो यसरी पार्टीले कसरी के यस्ता थुप्रै टिप्पणीहरूको कुरा पनि सुन्छु म उहाँको विगत नसम्झनु। उहाँ पनि सरकारको चाहिँ एउटा टिचर थाई शिक्षक हुनुहुन्थ्यो यो आन्दोलनमा जब चाहिँ के त भन्दा अब सशस्त्र युद्धको या चाहिँ त्योभन्दा पनि वामपन्थी आन्दोलनको कुरा त्यो चाहिँ त्यो क्रमलाई आखिरमा त्यो राष्ट्रलाई समाजलाई देशलाई परिवर्तन गर्ने त्यही क्रमले चाहिँ त्यो थाई जागिर छोडेर आन्दोलनमा हुनु भएको हो कि त्यसो भएको हुनाले यस्ता हस्तीहरू यहाँ हुनुहुन्छ जसले चाहिँ के त भन्दा निस्वार्थ किसिमबाट सामाजिक न्यायको आधारमा अनि समाज विकासलाई जे किसिमबाट हामीहरू हेर्छौँ हाम्रो दृष्टिकोण त्यो अनुसार अगाडि बढाएर सबैलाई
के अरे सेवा दिने कुरामा समर्पित व्यक्तित्वहरू हुनुहुन्छ क्या। त्यसो भएको हुनाले तर यहीँनिर चाहिँ नि हाम्रो समस्या कहाँ छ भन्दा अहिले पनि हामी चाहिँ नि यो सङ्घीय गणतन्त्र आइसकेपछि पनि स्थानीय सरकार बन्यो। साँच्चै नै हामीले त्यसलाई बलियो बनाउनुपर्छ र साँच्चै नै सिंहदरबारको अधिकार गाउँमा आउने र जनताको पहुँच पुग्ने, जनताले देख्ने, जनताले छान्न पाउने र सोझै अर्थमा त्यहाँ जनताको गुनासो नै सुनिने, त्यो गुनासोको समाधान हुनु पनि स्थानीय सरकार हामीले भनेका थियौँ। स्वाभाविक हो, त्यसलाई बलियो बनाउनुपर्छ। संविधानको अनुसूचीहरू पनि तपाईँले देख्नु भएको छ, एकल अधिकारको कुराहरू त्यहाँ थुप्रै कुराहरू छन् जो चाहिँ स्थानीय सरकारले गर्ने। प्रदेश सरकारलाई अलिकति सीमित छ। जे सोचिएको थियो हुन त अहिले सङ्घीयताको मूल च्यालेन्ज भनेको मलाई लाग्छ नयाँ व्यवस्था र त्यो सङ्घीयतालाई चिनाउने कुरा भनेको प्रदेश हो। हामीले थपेकै, हामीले बुझेको थुप्रै यहाँ चाहिँ इन्डियामा चाहिँ सेवा गरेर आउनुभएका दाजुभाइहरू पनि हुनुहुन्छ, त्यहाँ पनि त्यहाँको व्यवस्था त्यहाँ तपाईँको त्यसको मोडलको कुरा फरक फरक होला, नेपालको चाहिँ र अरू सङ्घीयताको फरक कुरा होला त्यो। तर त्यो कुरालाई कसरी व्यवस्थित गर्यो भन्ने कुरो अहिले पनि एक खाले सङ्क्रमणकै क्रममा छ क्या। त्यसो भएको हुनाले अघि मैले यो किन जोड्न खोजेको भने सङ्घ सरकार छँदैछ। सङ्घ सरकारले जति चाहिँ नि के त भन्दा संविधानमा, कानुनमा, ऐनमा उल्लेख भएका स्थानीय सरकारलाई, प्रदेश सरकारलाई या व्यवस्थित कसरी बजेट एलोकेसन गरेर कार्यक्रम कसरी प्रस्तावित गर्ने, लाने, कार्यान्वयन गर्ने भन्ने कुरा अझै पनि एक खाले अन्यलता छ। त्यो गाह्रो हुने रहेछ। हाम्रो संस्कारगत रूपले हामी जुनसुकै विचारका भए पनि तर हाम्रो हिजो पुरातन हाम्रो आफू चाहिँ थैली बलियो बनाउने अनि चाहिँ के त भन्दा आफू बलियो हुने अनि अलिकति फुकाउन पऱ्यो भने त्यो गाह्रो हुने यो प्रवृत्ति अहिले पनि राजनीतिक रूपले अनि सामाजिक आर्थिक सबै कुराहरूमा त्यो कुरा अझै पनि केन्द्रीकृत जुन हामीले चाहिँ एकात्मक राज्य व्यवस्थालाई त्यसलाई चाहिँ तोडेर सङ्घीय शासन व्यवस्था ल्याउनु भनेको छ तर अझ व्यवहारमा त्यो अनुसार चाहिँ जान नसकेको या त्यो अनुसार लाने क्रममा अहिले भइरहेको हुनाले पनि सबै कुराहरू सम्बोधन गर्ने कुरामा त्यो संयोजन गर्ने कुरा अनि अर्कोतिर योजनालाई पनि प्राथमिकीकरण गर्ने कुरा पनि अहिले त्यो हामी चाहिँ त्यो तालमेल मिलाउन सकिरहेको छैनौँ कि स्थानीय सरकारले चाहिँ योजनाहरू छनौट गर्छ। हिजो चाहिँ जिल्ला सभा हुन्थ्यो त्यो 17-18वटा चाहिँ चरण पार गरे त्यहाँ जिल्ला सभाले उस गर्छ त्यो भोलि चाहिँ सङ्घ रातो किताबमा जान्थ्यो त्यो अनुसारको बजेट हुने प्राथमिकताको कुरा हुन्थ्यो। अहिले स्थानीय सरकारले प्राथमिकता गर्छ अनि प्रदेशमा उसले दिन पनि त्यसलाई आफ्नो अधिकार सम्झँदैन त्यो दिने ख्याल पनि गर्दैन प्रदेशले पनि त्यो अनुसारको दायित्व बोक्ने कुरा भएन सङ्घमा पनि त्यो चाहिँ ग्याप भइरहेको कुरा छ हो। त्यस्तो भएको हुनाले सङ्घीयतामा यो संयोजन गर्ने कुरा समस्या भएको हुनाले अहिले विशृङ्खलित किसिमबाट हिजो भइरहेका कतिपय आवश्यकताका योजनाहरू पनि व्यवहारिक भइरहेका छन् अनि अहिले जुन प्राथमिकतामा हिजो खानेपानी बाटा यस्ता कामहरू भएका थिए ती कामहरू पनि चाहिँ के त भन्दा अलिक व्यवस्थित भइरहेको स्थिति छ। मैले जोड्न के खोजेको भन्दाखेरि त्यसो भएको हुनाले हामी इमान्दारपूर्वक लाग्ने कुरा तर हाम्रो स्रोतको कुराहरू पनि अहिलेको यो चाहिँ संवैधानिक कानुनी व्यवस्थाको एउटा कुरा अर्को कुरा चाहिँ हाम्रो स्रोतको कुरा यी कुराहरूलाई हामी कति संयोजन गर्न सक्छौँ भन्ने कुरा मूल कुरा हो क्या। अघि यहाँ कुरा उठिसकेका छ अब निर्वाचनपछि हामी जनप्रतिनिधि भइसकेपछि माननीय दीपक चाहिँ जति मगरजी जुन अहिले मन्त्री हुनुभएको छ उहाँको नेतृत्वमा यहाँका प्राथमिकताको कुरालाई प्राथमिकीकरण गर्ने त्यसलाई सम्बोधन गर्ने कार्यान्वयन गर्ने कुरा चाहिँ गाह्रो हुन्छ। हामीसँग स्वाभाविक रूपले हामी घर बनाउँदाखेरि पनि कति वर्षको योजना बनाउँछ आफ्नै घर बनाउँदा पनि अनि त्यसलाई वार्षिक कार्यक्रम होला बजेटहरू विनियोजन गर्ने कुरादेखि खोज्ने कुरा ऋण काट्ने कुरा सरसापट गर्ने कुरा अनि सम्पन्न गर्छौँ हामी आफ्नै घरलाई पनि भन्छौँ। स्वाभाविक रूपले योजनाहरू भन्ने कुरा अहिले चाहिँ लाख मात्र होइन मूल्य चाहिँ उसले गर्दाखेरि करोडौँकै योजनाहरू हाम्रा हिजो लाखका योजना हजारका योजना लाखका योजना करोडौँले सम्पन्न गर्न पर्ने स्थिति छ। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ अर्को के हो भन्दाखेरि हामीसँग एउटा बानी बिग्रिएको छ। हिजो हामीहरू चाहिँ के त भन्दा दसैँमा होस् दसैँको सन्दर्भमा नभए अरू बेला पनि हामी गुहारी गएर गाउँले मिलेर खानेपानी बाटा यस्ता कुराहरू चौतारी चिन्ने कुराहरू थुप्रै गर्थ्यौँ। अहिले हाम्रो आफ्नै अगेनाको चाहिँ के त भन्दा आँगनको तल्लो चाहिँ दिलमा एउटा छप्पन उस भयो भने पनि बजेट कहाँबाट पाइन्छ भन्ने खालको पराश्रित किसिमको चाहिँ यस्तो त्यो पनि केही यस्तो आइरहेको छ। ती यस्ता कुराहरू पनि कहीँ न कहीँ हाम्रो चाहिँ हिजोको चाहिँ जोड्न पर्छ। त्यसो भएको हुनाले अहिले जे जसरी यहाँ कुराहरू उठेका छन् विगतमा मिलेनियम ट्रेनको पनि अहिलेसम्म 80 लाख रुपियाँ प्रदेश सरकारले सम्बोधन भएकै थियो। अहिले चाहिँ नि अब यो अलिकति ट्रान्जिसनल फेज भयो सरकारको त्यस्तो भएको हुनाले सायद छुटेको होला। अब मन्त्रीजी हुनुहुन्छ अब त्यसलाई संयोजन गर्ने कुरा अहिले चाहिँ यो वर्ष चाहिँ छुटेको छ त्यो मिलेनियम ट्र्याकलाई बजेट छुट्याउने कुरा त्यो किन भन्दा तनहुँ र चाहिँ स्याङ्जाको विशेष महत्त्व र अझ मैले त अगाडि अघिल्लो सरकारको हुने बेलामा पनि यो टुरिज्मलाई जसरी होमस्टेको कुरा गरेर गाउँमा जाने भएको छ त्यस्तै गरेर यो ट्रेकिङ रुटको कुरामा पनि
धेरै खर्च भइसकेका छ। ऐतिहासिक रूपले सांस्कृतिक विज्ञहरू, इतिहासकारहरूको कुरा, पर्यटनविदहरू, वातावरणविदहरू, यस्तो थुप्रै भूगोलविदहरू यो बाटो यो ट्र्याकमा चाहिँ मान्छेहरू आएर अनुसन्धान गरेका छ। अनि यसको चाहिँ आफ्नै खालको चाहिँ कि त मौलिक सांस्कृतिक परम्पराहरू हेर्न पाइने, भौगोलिक चाहिँ परम्परा के अरे भौगोलिकपनहरूको चाहिँ महसुस गर्न पाउने, प्राकृतिक सौन्दर्यहरू चाहिँ हेर्न पाउने, यो यस्तो खालको छुट्टै विशेषता भयो। अनि मिश्रित चाहिँ सांस्कृतिक चाहिँ कल्चर त्यस्तो चाहिँ देख्न पाइने। अनि त्यो गन्तव्यलाई चाहिँ हामीहरू 2 दिन 3 दिन 5 दिन 7 दिन त्यसलाई छोटाउन पनि मिल्ने, त्यो हाइवेबाट त्यति धेरै टाढा पनि नभएको र पर्यटनको राजनीतिक पोखराबाट पनि टाढा नभएको त्यस्तो खालको चाहिँ व्यवस्था थियो। हुन त हिजो चाहिँ एउटा सन्दर्भले अगाडि गइसकेको थियो। अब जनयुद्धको क्रममा केही तितर बितर गाउँबाट विस्थापित हुने कुरा कार्यक्रम हुने भएको हुनाले त्यस कारणले चाहिँ यसको चाहिँ छुट्यो। त्यति मात्र होइन, पोखरी छाप चाहिँ अघि नै उहाँले अलिकति सन्दर्भ जोड्नु भएको थियो। यहाँहरू चाहिँ धेरै पुस्ता त साना छन्, यहाँको चाहिँ बासिन्दा वरिपरिका उसहरू पनि, म अलि सानै हुने बेलामा पनि अहिले पनि हाम्रो चाहिँ कोट छ यहाँ। त्यहाँ चाहिँ अब तपाईँहरूलाई धेरै थाहा छ, मालाश्री गाउँ भनेको पोखरी छापबाट मात्रै जान्थ्यो क्या त्यहाँ, अहिले त्यो त हटिसक्यो। त्योभन्दा पनि अगाडि चाहिँ म अलि सानै हुने बेलामा स्याङ्जा जिल्ला त्यो सतौँमा यता चाहिँ पुतली बजार, अब स्याङ्जा बजार त अहिले पछि बन्यो, त्यहाँ चाहिँ एउटा ग्राम पञ्चायतले होला ग्राम पञ्चायत के भन्थ्यो सांस्कृतिक कार्यक्रम हुने बेलामा त्यो पोखरी छापको सांस्कृतिक टोली गएर त्यहाँ पुरस्कृत भएर आएको सम्झन्छु क्या मैले जोड्न खोजेको के त भन्दा यो ठाउँ चाहिँ सांस्कृतिक रूपले ऐतिहासिक रूपले त्यस्तो धरोहर भएको ठाउँ हो। अब अहिले क्या छिन्न भिन्न हिजोका पुस्तान्तरण गर्ने, त्यसलाई जाने तल पुस्तालाई सार्ने कुरा, त्यस्तो कुराहरू अलि त्यो पनि समस्याको कुरा होला। जे होस् यसो भएको हुनाले यसलाई व्यवस्थित गर्ने, विकास गर्ने कुरा अनि यहाँका खाँचालाई सम्बोधन गर्ने कुरा, यस्ता कुराहरू छन्। यो प्याकेजको कुरा गर्नुभएको छ अनुसारले त्यसलाई एकैचोटि सम्बोधन गर्ने कुरा त म ढाँट्दिनँ हजुरहरूलाई, मन्त्रीजी यहीँ हुनुहुन्छ, अहिले मन्त्रीजीले बोल्नु होला। यो सबै प्याकेज गर्ने हाम्रो स्रोतको कुरा नै होला, प्राथमिकताको कुरा नै होला। उहाँको धेरै क्षेत्रहरू होला, आफ्नो निर्वाचन क्षेत्र मात्रै भएन, जिल्लाको मात्रै भएन, 11वटै प्रदेशको कुरा पनि त्यसलाई सम्बोधन गर्ने कुरा होला। त्यसले हामीले धेरै अहिले जाने के त भन्दा उहाँलाई चाहिँ हामीले अप्ठ्यारो पार्ने कुरा भन्दा पनि तर उहाँको जुन मनसा छ त्यसलाई सम्मान गर्नुपर्छ क्या। कतिपय कुराहरू हामीले अरू स्रोतहरू पनि खोज्ने कुरा गर्नुपर्छ, संयोजन गर्नुपर्ने कुरा हुन्छ। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकारसम्म त्यस्तो भएको हुनाले मैले हात मालो गर्ने कुरा त स्वाभाविक हुन्छ। मन्त्रीजी स्वयं भएपछि सांसदको कुरा, अनि फेरि मैले आफ्नो निर्वाचन क्षेत्रलाई चाहिँ केही गर्नुपर्ने कुरा, त्यहाँको चाहिँ सम्बोधन गर्ने कुरा, यस्ता कुराहरू हुन्छ। तर हात माले गर्ने कुरा धेरै कुराहरू हामीहरू सल्लाह गर्छौँ के कसरी सम्बोधन गर्न सकिन्छ भनेर बादमा पनि आउने कार्यक्रमहरूलाई कसरी सम्बोधन गर्ने, साँच्चै नै जनतालाई केही न केही गर्न खोजेको गर्ने कुरा सम्पन्नै गर्ने कुरा एउटा पाटोको कुरा होला। अर्कोतिर जाने के त भन्दा गर्ने प्रयत्न नै गरेन भने त्यो अर्को जाने के त भन्दा अचम्म हुन्छ क्या। त्यसो भएको हुनाले यो कुरालाई पनि यहाँले जाने पक्कै पनि नजरअन्दाज गर्नुहुन्छ होला। त्यसो भएको हुनाले मैले यहाँसँग धेरै कुरा गर्नुभन्दा पनि खुसीको कुरा छ। अब यहाँ शुभकण्ठीय साथीहरू आउनु भएको छ, त्यो बाटोलाई पनि अहिले धेरै पछि प्रदेश सरकारले सम्बोधन गरेका छ। यसको चाहिँ यो चाहिँ डिपिआर भए पनि त्यसलाई होल प्याकेजकै रूपमा चाहिँ निकाल्न चाहिँ नसके पनि कम्तीमा 80 लाख रुपियाँ राखेर थुम्की डाँडा त्यहाँबाट आयो भने अगाडि चाहिँ भोलि निरन्तरता पाउने क्रम भयो भने अनि त्यसपछि त्यो के अरे कृषि विकास उद्योग बनाउँदैछु मैले काउबाट यता जोडिने क्रम एउटा सन्दर्भ जोड्ला, अर्को तलका बाटोलाई पनि के अरे उन्नति गर्ने कुरा। अहिले पनि बजेट सहयोग रूपले अघि नै नवीन सरले भनिसक्नु भएको छ, छुट्टिएको छ। त्यो धोबारी जाने रागमान धोबारीबाट यहाँसम्मको लागि त्यसलाई चाहिँ मिलाएर काम गर्नुपर्ने कुरा र भोलिको दिनमा त्यसलाई कन्टिन्यू गरेर हामी पिचभन्दा पनि बाटो धेरै फरक पनि चाहिने रहन्छ। अघि बाटोको कुरा गर्नुहुँदै यसले एउटा खालको अहिले थुप्रै प्राकृतिक प्रकोपहरू हामी बेलम्चीको कुरा अहिले भर्खरै बाटोको कुरा गरेका थियौँ, हामी मनाङको कुरा अहिले नयाँ सन्दर्भ जोड्यौँ, देखेका छौँ। वातावरणीय परिवर्तनको कुराहरू भइरहेको छ र हाम्रो अपेक्षा हामी त्यसलाई चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने होल चाहिँ त्यो एकैचोटि नहुनाले खालि खन्ने भने डोजरले त्यो खनिएको छ माथि त्यसलाई व्यवस्थित गर्ने कुरा गरेको छैन, त्यसले कम्पन दिएर फेरि छुट्टै खालले चाहिँ उस गरेको छ। यस्तो यस्तो खालले पनि प्राकृतिक प्रकोपहरू बढिरहेको स्थिति पनि छ। अर्को ठुलो बाटो खन्यो त्यसलाई चाहिँ व्यवस्थित गर्न नसकेपछि त्यसले अर्को समस्या ल्याइरहेको छ। त्यसो भएको हुनाले गाउँका बाटोहरू 5-6 मिटरभन्दा धेरै चाहिन्छ। बरु त्यसलाई चाहिँ के भन्दा नाली अनि त्यसपछि चाहिँ ग्राफ्टिङ गरिदियो भने कालो पत्रे भन्ने कुरा हामीले देख्यौँ। कालो पत्रे पनि देख्यौँ, कालो पत्रे भनेपछि 1
महिना के अरे 1 वर्ष 2 वर्षमा भत्केको बाटो थुप्रै देखिएको छ। अहिले नयाँ प्रविधि पनि आएको छ, त्यसलाई खर्चको कुरा पनि अस्पाम भन्ने छुट्टै त्यो चाहिँ अलिक व्यवस्थित आएको छ। पोखरको बजारहरूमा अहिले नयाँ कार्यक्रमहरू त्यस्तो पनि छ, त्यस्तो गरेर जाने कुरा पनि होला। जे होस् धेरै कामको कुराहरू यहाँले राख्नु भएको छ, त्यसमा चाहिँ विशेष त के अरे मन्त्रीजीले नेतृत्व गर्नुहुन्छ, हामी सल्लाह गर्छौँ अनि त्यो अनुसार चाहिँ कति सम्बोधन गर्ने अनि प्रदेशले मात्र सम्बोधन गर्ने कुरा पनि यहाँले स्पष्ट बुझ्नुपर्छ क्या। हामी स्थानीय सरकारदेखि सङ्घ सरकार यो संयोजनको कुरा त्यसरी चाहिँ आउनुपर्ने हुन्छ। यहाँले आफ्नो च्यानल पनि प्रयोग गर्ने कुरा, त्यसमा हामी कोअर्डिनेसन गर्ने कुरा, डेलिगेसन जाने त्यसलाई उस गर्ने कुरा त्यस्तो होला। भोलिका दिनहरूमा यहाँहरूले पक्कै पनि त्यो चाहिँ अपेक्षालाई सम्बोधन गर्ने प्रयत्न चाहिँ पक्कै हुन्छ। म त्यही कुरा यहाँसँग निवेदन गर्दै यहाँ चाहिँ यो अवसरमा यहाँले चाहिँ जुन खालले चाहिँ यो न्यानो आतिथ्यता दिएर हामीलाई यहाँ बोलाउनु भएको छ, म त यहाँको स्थानीय विशेष गरेर यो जाने कार्यक्रममा आएर जनतालाई चाहिँ सम्बोधन गरिदिने र उहाँहरूको उत्साहलाई चाहिँ बढाइदिने जुन खाले एउटा जनप्रतिनिधिको उत्तरदायित्व भएको महसुस गराउने चाहिँ जुन खाले चाहिँ हामीलाई एउटा गौरवान्वित बनाउनु भएको छ, त्यसप्रति म चाहिँ माननीय मन्त्रीप्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु। र भोलिका दिनहरूमा पक्कै पनि हामीहरू त्यसलाई सम्बोधन गर्ने प्रयत्नमा हामी अगाडि बढ्ने नै छौँ। सँगसँगै यहाँहरू चाहिँ जुन खालले यो अप्ठ्यारो स्थितिमा पनि आफ्नो जनप्रतिनिधिहरू आफ्नो चाहिँ समस्याहरूलाई सम्बोधन गर्ने अनि गुनासो राख्नुको लागि यहाँ उपस्थित हुनु भएको छ र हाम्रो कुराहरू सुनिदिनु भयो, त्यसरी पनि म हार्दिक धन्यवाद दिँदै आफ्नो भनाइलाई अन्त्य गर्छु। अलिकति लामो बोले यहाँसँग चाहिँ म क्षमा प्राप्ति गर्छु। धन्यवाद। पहिलाको कोल्मा गाविस यो 8 नम्बर वडा, सांसद मिनबसाज्यूको वडा 6 नम्बर। हामीले त हामी भाग्यमानी छौँ, दुईटा सांसद र मन्त्री हामीले पाएको छौँ। दुईजना सांसद र अहिले मन्त्री हुनुभएको छ, दुईजना हामीले पाएको छौँ। कसरी विकास नहोला दोहोऱ्याउन चाहन्न। उहाँले धेरै हामीलाई धेरै कुराहरू भन्नुभयो, विकासको कुराहरू भन्नुभयो, म दोहोऱ्याउन चाहन्न। अब अन्तिममा हाम्रो प्रमुख अतिथिज्यू हुनुहुन्छ, अलिकति कुरा म भन्न चाहन्छु। यो बाटो उद्घाटन हो आज, मैले धेरै ठाउँमा देखेको छु बाटो उद्घाटनमा एउटा ट्याक्सी ल्याउने, कसैको बस ल्याउने। त्यहाँ हाम्रो गाउँमा बस आयो भनेर ड्राइभर र बसलाई अबिर जात्रा गर्ने, पैसा लगाइदिनु अनि नभएर उसले भाडा पनि लिन्छ, उसले पैसा पनि लगाइदिने। र अहिले हामीले मिटिङले धेरै सल्लाह गरेपछि त्यो गलत हो। बाटो हाम्रो गाउँमा बन्यो, एउटा जिप आयो, ट्याक्सी आयो, बस आयो, अबिर जात्रा, त्यो चाहिँ गलत हो। त्यसो भएर हामीले अलिकति चेन्ज गरेका छौँ, परिवर्तन गरेका छौँ। हाम्रो मन्त्रीज्यूले 31 लाख दिनुभयो, यो खण्डमा मात्रै 6.5 लाख परेको। यहाँको जनताहरूले 9,06,500 रुपियाँ खर्च गरेको छ, त्यो मिलाइदिनु भन्ने पनि मैले अघि नै दोहोऱ्याएको कि। र अहिले टुल काटेर उदाहरण भइसकेको छ। हाम्रो मन्त्रीज्यूले जो रकम दिनुभयो र यो बाटो बनेको छ, त्यो बाटो खन्दाखेरि यो गाउँको साह्रै राम्रो ठुल्ठुलो गोराहरू, बारीहरू, गाउँको बिचबाट कसैको खेतहरू, कसैको यत्रो ठुल्ठुलो रुखहरू मेरो पनि परेछ है। अरूलाई त के भयो थाहा छैन, अरूलाई त के भयो थाहा छैन। म हाँसी बाटो खनेको, मेरो बारीमा पुग्दा मेरो मन त दुख्यो। यत्रो ठुलो रुख पल्टाउँदा मेरो मन पनि दुख्यो, ठुलो रुख पल्टाउँदा मेरो पनि मन दुख्यो, मेरो बारीमा डोजर खन्दा पनि मेरो पनि मन दुख्यो, सायद अर्को पनि दुख्यो होला। हाम्रो मन दुखेर बारी खन्ने, एउटा बसवाला ल्याएर अबिर जात्रा गरेर फुलमाला लाउने, हामी जग्गावाला कुनामा बसेर हेर्न पर्ने, अनि उसलाई फुलमाला लगाउँदाखेरि ताली बजाउनु पर्यो। यो सिस्टमलाई हामीले परिवर्तन गरेको छौँ। त्यसो भएको हुनाले अहिले यो बाटो निर्माण गर्दाखेरि कसको बारी, खेत, रुख, घरबारी, कति जग्गाहरू परे, उनीहरूलाई हाम्रो माननीय प्रमुख अतिथि माननीय मन्त्रीज्यूबाट कमसेकम धन्यवाद अबिर लाएर एउटा खातासम्म दिउँ। यो आज उद्घाटनमा
जग्गावालालाई धन्यवाद दिँदै अबिर जात र खाता लगाइदिएर आजको उद्घाटन सफल हुन्छ। यो अलिकति खोइ हामीले त पैसा त दिने भने कति लाख पर्ने जग्गा छ, हामीले पैसा दिन सक्दैनौँ। हामी त समिति ऋणमा छौँ। भोलि समिति अहिले जग्गा म क्रमैसँगबाट भन्छु अनि खाता दिनु। पहिला म नाम भन्छु। हामी हाँस्दै गर्दैछौँ, हामी रुँदै पनि छौँ र हामी रुँदा रुँदा हामी हाँस्छौँ र रुँदा रुँदै फेरि हाँस्ने यो खालको एउटा जुन कि यो स्थितिमा यो परिस्थितिमा हामी अगाडि बढ्नु परेको छ। त्यस कारणले जे होस् हामी एउटा राज्य सत्ताको अथवा सरकारको अथवा हामी निर्वाचित एउटा दैनिक मान्छे व्यक्तित्व भइसकेपछि हामीले त्यो पनि हामीले यसको लागि अगाडि बढ्नुपर्ने हुन्छ। त्यस कारणले हामीले तपाईँहरूले जुन कि अहिले वन वातावरण तथा जुन भू संरक्षण मन्त्रालयको एउटा जिम्मेवारी पदमा पुर्याउनु भयो र तपाईँहरूले मलाई धेरै धन्यवाद दिनुभयो, धेरै तपाईँहरूले बधाई दिनुभयो र तपाईँहरूले शुभकामना अवसरहरू र शुभकामना दिनुभयो। तर पहिले चाहिँ तपाईँहरू र तपाईँहरूको सहयोगले, तपाईँहरूको मायाले, तपाईँहरूको सद्भावले, त्यस कारण शहीदहरूको रगत र तपाईँहरूको पसिनाले मैले यो पद पाएको। त्यस कारणले तपाईँहरूलाई पहिले धन्यवाद छ। त्यस कारणले म तपाईँहरू नभएको यो ठाउँ आउने नै थिएन। त्यस कारणले यो यहाँ आउनुमा चाहिँ सबैभन्दा तपाईँहरूलाई मैले चाहिँ धन्यवाद टक्राउन चाहन्छु। त्यसैले यसको निम्ति मैले यहाँ चाहिँ मैले प्रतिबद्धता चाहिँ जाहेर गर्न आएको र म यो प्रतिबद्धता गर्न चाहन्छु कि कुनै पनि तपाईँहरूलाई यहाँको हाम्रो स्याङ्जाली अथवा हाम्रो यो कलमाका, हाम्रो यो पोखरी छापका कुनै पनि तपाईँहरूले म यो पदमा रहेर यो गरिमा पदमा रहेर मैले तपाईँहरूको शिर झुकाउने काम गर्दै कि सके मैले राम्रै काम गरेर जान्छु। तपाईँहरूको चाहना आकाङ्क्षा र तपाईँको जुन माग गर्नुभएको छ त्यसमा त सहभागी बन्न काम गर्न म तयारी छु। तर कहिलेकाहीँ तपाईँको आफ्नो बल बुद्धि पनि नपुग्यो, जुन कि क्षमता प्रतिभा भनेको सीमा हुन्छ, त्यो सीमा नाग्न सक्दैन। त्यस्तो खालको भएछ भने पनि तपाईँहरूले माफ दिनुहुनेछ। तपाईँले मलाई त्यसलाई चाहिँ यो पनि गर्दै म अगाडि बढ्न चाहेँ। त्यसैले अर्को कुरा मैले तपाईँलाई के पनि चाहिँ धन्यवाद गर्न आएको भने जुन कि प्रदेशले सङ्घले तपाईँले यहाँ जुन एउटा योजनाहरू बजेटहरू यहाँ छुट्याएको थियो कि त्यो चाहिँ बजेटहरू कार्यान्वयन गर्ने तपाईँहरू हामीले त्यो योजना छुट्याइदिने हो, हामीले त्यो छलफल गर्ने हो, चाहे सङ्घबाट पठाओस् चाहे प्रदेशबाट पठाओस्। त्यस कारणले त्यो काम कार्यान्वयन गर्ने र सम्पन्न गर्नुमा तपाईँहरूलाई धन्यवादको पात्र छ। त्यस कारणले जुन हामीले हाम्रो एउटा शिर ठाडो गर्न पाइएको छ, एउटा प्रदेश सरकारको शिर ठाडो हुने गर्न पाएको छौँ र हामी दुवैजना म पनि माननीय, त्यस कारण म अहिले मन्त्री भएँ, हाम्रो पनि शिर ठाडो भएको छ। यदि तपाईँले त्यो काम सम्पन्न नगरेर यदि त्यो खालको भयो भने हामीमा कतै चाहिँ खबरदारी हुन्थ्यो, हामीले त्यो खालको जिम्मेवारी चाहिँ हाम्रो पदबाट पनि खबरदारी हुन्थ्यो र त्यति मात्र होइन हामी कतै फेरि हाम्रो योजना असफल हुन्छ। त्यस कारणले के भन्ने गर्छौँ भने चाहे कृषिको योजना होस्
चाहे खानेपानीको योजना होस्, चाहे बाटोघाटो कुरा होस्, चाहे होमस्टेको होस्, तर त्यहाँ जनता चाहिँ प्रत्यक्ष उसको पहुँच पुगोस् र प्रत्यक्ष उहाँहरूको एउटा सानो चाहिँ त्यो चाहिँ फाइदा सुविधा लियोस् र हामी यो चाहन्छौँ। त्यसमा तपाईँले त्यसको निम्ति सफलता गर्नुभयो, तपाईँले त्यसलाई अगाडि बढाउनुभयो। त्यस कारण सबैभन्दा तपाईँहरूलाई हामी चाहिँ दुवै माननीय र म मन्त्रीले पनि तपाईँलाई पहिले चाहिँ तपाईँ गण्डकी प्रदेशको तर्फबाट धन्यवाद दिन चाहन्छु। अब रह्यो विषयवस्तु जुन कि अब यही कुरा गर्न जाँ, यहाँ धेरै थोरै योजनाहरू राखिएको थियो जुन कि अहिले म आउँदा पनि यही एउटा पोखरी छापको बाटो यसलाई हाल्दाखेरि थोरै योजना थियो। जम्मा चाहिँ भन्ने पर्दाखेरि त्यसमा तपाईँको 2 करोडको थियो। 2 करोडमा तपाईँको मेरो सामान्य पार्टी चाहिँ मेघलालजी हुनुहुन्थ्यो माननीय, त्यसमा उहाँले 40% बाँडिदिनु पर्ने र योजना निदान के गर्नुपर्ने भने त्यो पनि तपाईँको चाहिँ 40%को हिसाबले योजना पनि शीर्षक पनि बाँडिदिनु पर्ने। त्यस कारण जम्मा 25वटा चाहिँ योजना गर्नुपर्ने। त्यो भए पनि मैले के गरेँ भने सबैले चाहिँ त्यो माग गर्ने, सबैले चाहना भएपछि मैले एउटै क्षेत्र एउटा योजना हालेर यहाँ तपाईँ काम गर्नु भने मैले जिम्मामा त्यस कारण म त्यस्तो बुद्धि पुऱ्याएर त्यस कारण तपाईँको यहाँ पोखरी छापदेखि उता भाटकोटसम्म होइन त्यहाँ चाहिँ एउटा योजना हालेको छ। फेरि तपाईँहरू मान्नुभयो, त्यसरी तपाईँ बुढाकोटदेखि लिएर अर्थले किचनासम्म एउटा योजना दिन्छ। 3टा पालिकाको एउटै योजना हाल्छ। त्यस कारण हेर्दा कोही 5 लाख परेको छ, कोहीको 10 लाख परेको छ होइन, कोहीको 4 लाख परेको छ। यसरी चाहिँ हेऱ्यो, यसरी चाहिँ राखिएको छ। त्यस कारण यसरी जुन कि त्यो योजनाहरू अस्ति मात्रै यो चाहिँ जुन कि सम्पन्न भयो र कतै कतै के भएको छ भने कतिपय विषयवस्तुमा मेरो त्यो माथिबाट चाहिँ लेखा माने पैसा आएको छ कि 1 करोड 43 लाख रुपियाँ चाहिँ 83 लाख आएन। त्यसपछि तपाईँहरूले यो चाहिँ काम गरेको चाहिँ सायद पैसा पाएको मलाई थाहा आएन। त्यो भएकोले त्यो आइसकेपछि अस्ति चाहिँ अर्थमन्त्री गएर तुरुन्तै कतिपयले हो भने 1 महिना 2 महिना अगाडि काम भएको छ, अर्को त जति जेसुकै भयो भने यो खालको बनाइदिनु अर्थमन्त्री भनेर अनि चाहिँ हालिदिएको छ। त्यस कारण त्यो पैसा चाहिँ यदि तपाईँले दिनु भएको छैन भने त्यो पैसा चाहिँ जति छ तपाईँले काम गरेको त्यसलाई अगाडि बढाउनलाई पनि तपाईँले मैले अनुरोध गर्न चाहन्छु। र अब अहिले पनि केही रकमहरू राखिराखेको छु होइन। त्यस कारण थोरै भएको नै मैले के गरेँ भनेदेखि यताबाट हालेर सिधै तपाईँको के भने मैले ढोगादी भन्ने छ कुरा छु। त्यसलाई तपाईँको चाहिँ के भएको छ मैले 30 लाख जस्तो लाग्छ। त्यस कारण यहाँ अलिकति चाहिँ बाँकी तपाईँको बाटो कतै चाहिँ पुगेन भन्ने कुरा गर्नुभयो। त्यस कारण त्यो आउँदाखेरि त्यो झ्यामेरे भने यतातिर छ नि हिलोहरू हाम्रो त्यहाँ एकदमै बिग्रेको छ। त्यस कारण अलिकति तपाईँको माथि कहाँ छ भने राङबाङदेखि यता झर्नु अलिकति बाटो बिग्रेको छ। त्यस कारण हामी बिरुवाको सिधै तपाईँको त्यहाँको चाहिँ 3 नम्बर वार्डको उनीको एउटा चाहिँ हस्पिटल त्यो वडाको हस्पिटल छ, त्यसमा आउने हस्पिटल बाटो नै छैन। त्यस कारण यसो हेर्ने आफूले देखेको उनीहरू त्यहाँ के भने एउटै योजना 3 ताल ल्या। त्यस कारण सायद म आउन नपाए तपाईँ इन्जिनियरहरू तपाईँलाई पठाएर तत्त ठाउँमा जहाँ आवश्यक छ यसरी मिलेर काम गर्ने एउटा सुझाव दिने पनि आएको मैले। त्यस कारणले हामीसँग सीमित चाहिँ बजेट छ। हामी फेरि एउटा कोरोना महामारी पनि हामी थला परेको छ र त्यसमा अहिले केन्द्रले पठाएको यदि बजेट पुग्यो भने सबैले फेरि खोप पनि हामी चाहिँ उपलब्ध गर्न भनेको छ। त्यही भएको हुनाले केही चाहिँ बजेटहरू पनि त्यहाँ केन्द्रित पनि गरेको छ। त्यस कारणले हामी सबै माननीयहरू हामी 60 जना माननीयहरूले यसलाई चाहिँ ध्यान केन्द्रित गर्छौँ। अहिले हामी बच्यौँ भने हामी बचाउन सक्छौँ भने हामी फेरि विकास निर्माणहरू हामी चाहिँ सभ्यता गर्न सक्छौँ, हामी उन्नति गर्न सक्छौँ, प्रगति गर्न सक्छौँ र हाँस्न सक्छौँ भनेर हामी अलिकति अहिले चाहिँ सबै चाहिँ थोरै बजेट पनि करिब त्यो बजेट स्टक पनि राखेको हो। त्यस कारण हामी यहाँ सबैजना माननीयहरू नै बसेर त्यस कारण त्यो खालको सुझाव हामी यसरी दिइरहेको। त्यस कारणले यो खालको कुरा र भोलि त्यो बजेटहरू कतै कोरोना महामारी चाहिँ अलिक कम भयो भने अलिक यस्तो भयो भने त्यो पनि कतै फेरि चाहिँ होइन आशाजनक लान खोजेको हो र मैले यो कुरा चाहिँ राखेँ। अर्को जुन कि तपाईँले राख्नु भएको छ थोरै चाहिँ यसको चाहिँ यो चाहिँ हाम्रो चाहिँ यो गण्डकी प्रदेशको पनि स्याङ्जा जिल्लाको क्षेत्र नम्बर 1 गएको। त्यस कारणले मैले एउटा चाहिँ मेरो आफ्नो भिजन चाहिँ बनायो। मैले के भने केन्द्रित गरेर योजना लाने भनेको त्यो चाहिँ आफ्नो नेतृत्व आफ्नो ठाउँमा चाहिँ हुन्छ। त्यस कारण त्यो प्रस्ताव ठिक हुनु पनि सक्छ, त्यो प्रस्ताव र व्यतिक पनि हुनसक्छ। मैले देखेको भिजनहरू, मैले देखेको लक्ष्यहरू, मैले देखेको बुझेकाहरू त्यो व्यतिक पनि हुनसक्छ, तर मैले त्यो प्रस्ताव र 2-3 राखेको छ। त्यस कारण एउटा के भने यसलाई एउटा हाम्रो सुन्दर चाहिँ ठाउँले कसरी गर्ने त भन्दा मेरो आँखाले हेर्दा यसले के भनेको एउटा चाहिँ योजना राखेर मैले चाहिँ एउटा खालको जनमिक्स साइकालिङ मार्ग भन्ने खालको पेश गरेको छु। सायद अहिले मैले चाहिँ खेलकुद मन्त्रीलाई पनि र त्यो पर्यटन मन्त्री दुईजनाले चाहिँ बुझाउँदैछु। त्यस कारणले त्यसमा यताबाटै म लाँदैछु र मैले त्यसलाई के हेरेँ भने यो यसो हेरेर जाँदाखेरि मैले 8-9 डाँडाहरूलाई हेरेँ। मैले पोलमा
केन्द्रलाई केन्द्रबन्दी गरेर यस्तै खालको अरू पनि केन्द्र मिल्ने त्यस कारणले यो जन्की यो कोलमा भयो यसरी राङबाङ भयो त्यसपछि अर्चले हाम्रो सिलगढीको डाँडा भयो अनि त्यो बिरुवा जान्छ बिरुवाबाट चन्द्रकोट चढ्छ चन्द्रकोट तपाईँको देउराली बानेको देउराली पुग्छ यसरी तपाईँको माझकोट जान्छ माझकोटबाट सिधै त्यो कहाँ जान्छ त भने सक्यो भने होमस्टे त्यो उसमा एलादी झर्छ एलादी त्यहाँ चाहिँ सम्भव भएन भने तपाईँको फेरि पनि तपाईँको बिरुवाको तपाईँको चाहिँ यो चिन्निवासको तलको एउटा जुन खोला पारी भएर यता चाहिँ भगत सिंहले पनि त्यहाँ चाहिँ माननीय हुनुहुन्छ उहाँलाई पनि तपाईँको सिधै त्यो अलिकति भूगोल छोडेर त्यो चाहिँ क्याक्मी जुन कि भिरकोट त्यहाँको तपाईँको त्यो पुरकोट पनि एउटा डाँडा छ त्यो डाँडा पुग्छ अनि त्यसपछि सिधै त्यो कहाँ झर्छ भने क्याक्मीको त्यही दब्दी भञ्जन झर्छ त्यसपछि त्यो गिरेकोट झर्छ गिरेकोट आइसकेपछि त्यसपछि त्यहाँ सिधै तपाईँ चित्रे जान्छ चित्रेबाट रामचे हुँदै अनि मग्यापछि छिँदै अनि ओरस्टेबाट यस्तो हाम्रो जुन कि यो जुन शुक्लागन्धीको होइन जुन कि यो हाम्रो रायपुर जुन कि त्यो यस्तो लगाएर अनि सिधै त्यो लगाएर तपाईँको चाहिँ त्यसले के गर्छ भने हाम्रो यो कालको हुँदै फेरि पनि यही कोलमा ल्यायो भने यसले कम्ती कुरा पनि 200 किलोमिटर जति यसको पनि क्षेत्रफल हुन सक्छ त्यस कारण यो केही जुन त्यो डाँडाहरूलाई चाहिँ त्यसले चाहिँ अलिक विचार गर्न खोज्यो त्यो खालको मैले बारम्बार माननीय सम्म कुराकानी राखेको छु मैले त्यसरी नै तपाईँको चाहिँ हाम्रो भगत प्रकाश मल्लसम्म राखिरहेको छु त्यहाँ यो योजना सफल भयो भने सायद हामी चाहिँ हाम्रो यो ठाउँमा हामी सफल हुन्छ त्यस कारणले त्यहाँ त्यो साइकल मार्ग गरेर अगाडि बढ्दाखेरि मैले यो चाहिँ एउटा चाहिँ काठमाडौँ एउटा चाहिँ कार्यक्रममा गएको थिएँ मैले काठमाडौँ बसेर कोरेको र हाम्रो चाहिँ जुन कि मिनबहादुर ज्यूको चाहिँ जुन भाइ एलपिजे भन्दो रहेछ उहाँ र मैले एउटा कोठामा चाहिँ बसेको छु एउटै कोठामा त्यस कारण साँच्चै के भयो एउटा पन्नेले म यता सुत्ने उहाँ सुतेपछि मेरो त अलिक बानी अलिक राम्रो कि नराम्रो म त ठ्याक्कै 2 बजी नै उठ्ने उठेर म पढ्न थालेछु अनि त्यसो उहाँ त अब चाहिँ होइन म त अब लाउरेवाला भने होइन निकेबाट आयो होइन लाउरेवाला भने होइन तर हुनु रहेछ लाउरे त्यसपछि त्यहाँ उहाँ चाहिँ करिब चाहिँ मलाई लाग्छ 4 यता 5 बजीतिर मर्निङ सर भन्नुभयो मर्निङ भने अनि त्यहाँ तपाईँ त रातै बढी पढ्नुभयो भने तपाईँलाई डिस्टर्ब भयो भने मैले यो खालको त्यो गरेपछि उहाँ त्यस खालको के गर्नुभयो भने मैले चाहिँ भन्ने थालेपछि यो खालको एउटा योजना त्यस कारणले त्यो अहिले पनि हाम्रो छलफल हाम्रो चाहिँ जुन युकेको होइन हाम्रो हङकङको र हाम्रो चाहिँ बाहिरका मान्छेले हाम्रो छलफल छ अहिलेसम्म कम्तीमा पनि त्यो छलफलमा करिब चाहिँ हामी के बस्छौँ भने हामी 8-10 वटा बैठक बसिसक्यौँ त्यस कारणले यसलाई सायद अलिकति हामीले आज रकम राखेर त्यसको लागि चाहिँ केही चाहिँ तपाईँको बाहिरबाट चाहिँ भित्र खालको लक्ष्य हो हामीले मात्रै ठुलो गराइ त सक्दैनौँ त्यसले त्यो खालको त्यो बाहिरले सपोर्ट गर्यो बाहिरको देशले सपोर्ट गर्यो र यो राज्यले पनि तपाईँको प्रदेशले पनि साथ दिएर तपाईँ केन्द्रले पनि दियो भने यसलाई एउटा अगाडि बढाउन खोजेको त्यस कारणले यहाँ चाहिँ हजारौँ तपाईँको चाहिँ साइकलहरू हजारौँ तपाईँको टुरिस्टहरू र त्यस कारण यस्तो साइकलिङ मार्च गर्दाखेरि त्यसको प्रतिस्पर्धा गर्दाखेरि त्यो एकै खालको साइकलको चाहिने होला कम्ती 2-250 चाहिँ साइकलको चाहिँ केन्द्रित गर्नु खोजेर त्यस कारणले त्यो ठाउँ ठाउँबाट गर्ने कहिले कोलमाबाट गर्छौँ कहिले राङबाङबाट गर्छौँ आखिर घुम्नु त यही ठाउँ हो नि यसरी र हामी एउटा हात गर्नु त्यस कारणले भोलिको दिन अनि बल्ल पर्यटन आउनेछ हामी बल्ल सुन्दरता हुनेछ अनि हाम्रो प्रगति हुनेछ उन्नति हुनेछ र यो ठाउँमा भोलि जुन कि यहाँ तपाईँ हामीले बनाएको मकै अनि यहाँ चाहिँ गुलियो मकै हामी बजारबाट 50 रुपियाँ चाहिँ हालेर हामी खान्छौँ यहाँका भने भोलि हाम्रो टुरिस्टहरूले अब 100 रुपियाँ हालेर यहाँ मकै खान्छ नत्र अहिले मकै के भएको छ भने हामीले भैँसी र चाहिँ तपाईँको चाहिँ एउटा कुँडोमा त केही छैन त्यस कारण भोलि त्यस कारणले रोजगारहरू त्यस कारण त्यो खालको हुन्छ अर्को यो डाँडासम्ममा अलिकति चाहिँ मैले चाहिँ अब माननीय सर चाहिँ म धेरैसँग बस्दैन मेरो स्याङ्जाको चाहिँ 4 जना चाहिँ माननीय छ म चाहिँ 4 जना माननीय हामी बस्दैछौँ त्यस कारण अलिकति चाहिँ अहिले चाहिँ यो वन वातावरण मध्ये पर्यो त्यस कारण त्यो सबै मैले योजना मध्ये परेको एउटा चाहिँ वातावरण समय पर्दो रहेछ त्यस कारण वातावरणसँग पर्दा र फोनसँग परेको हुनाले त्यो एउटा खालको त्यो खालको योजना लाग्नुपर्छ त्यस कारणले अहिलेसम्म मैले लागेको के भने ठ्याक्कैतिर भन्दा वनको कुरा वन मन्दिर गर्छ त अहिले चाहिँ तपाईँ कुनै चाहिँ भन्न अप्ठ्यारो मन्दिर छ त्यस कारण त्यस्तो खालको भने तपाईँको धन्य अहिले लागेको बेला तपाईँको 150-200 वर्ष बस्ने हरियालीसँग बस्ने
12 महिना तपाईँको त्यो खालको छ हरियाली रहने र त्यसलाई आम्दानी पनि दिने र एक त राम्रो खालको कुनै पनि बाँदरले पनि नखाने, कुनै पनि तपाईँको स्याल, कुनै पनि तपाईँको बाघ भालुले, कुनै पनि त्यो गाई गोरुले पनि नखाने, कुनै पनि कसैले नखाने, त्यो मान्छेले मात्र प्रयोग गर्न सक्ने, मान्छेले मात्र खाने त्यो खालको छ चियारी छ र त्यस्तो उत्तम खालको रहेछ र समुद्र सतहदेखि करिब तपाईँको चाहिँ 2500 मिटरसम्म हुने भएको हुनाले मैले विज्ञसँग छलफल गरेको हुनाले सकेन भने त केही लागेन। त्यसले एउटा चाहिँ जुन कि कानुनमा चाहिँ त्यसलाई संशोधनमा त्यहाँ राख्नुपर्ने वातावरणको हिसाबले हाले सक्यो भने मैले त्यसमा यो डाँडाहरूमा तपाईँको चाहिँ लाखौँ चाहिँ बोट 8-10 लाख बोट चाहिँ तपाईँको चाहिँ यो डाँडा पुरा चाहिँ चिया खेती गर्नको लागि मैले यो प्रस्ताव चाहिँ गरेर चाहिँ मोटामोटी चाहिँ राख्दैछु। अब त्यो त तपाईँको कानुनले दिनु पर्यो होइन, अन्तर्राष्ट्रिय कानुन छ, त्यसपछि त्यहाँ सिधै तपाईँको हाम्रो संविधान छ, त्यही खालको कानुन छ, प्रदेशको कानुनले दिनु पर्यो र यो खालको छ। कसै पनि त्यो चाहिँ नियमित भएर मिलाएर भए पनि कतै चाहिँ अलिअलि यो ठाउँमा लानुपर्छ चाहिँ डाँडा चाहिँ पुरै यो खालको। त्यस कारण मिलेनियम ट्र्याकको जुन के चाहिँ अस्ति भर्खर एउटा कुरो छ, तपाईँले हाम्रो चन्द्रको ब्रान्च चिया लगाइदिनु भयो, तपाईँलाई धन्यवाद छ भने तपाईँलाई धन्यवाद छ भनिदिनु होइन। मैले योजनाले लगायो होइन, त्यो खालको उहाँले चाहिँ त्यो दृश्यले हेर्ने राम्रो भयो नि, यो खालको गरेको हुनाले यसको निम्ति भोलि यदि यो योजना सफल भयो भने तपाईँहरूसँग छलफल गरेर तपाईँलाई हातेमाले लिएर तपाईँलाई सबैलाई चाहिँ साथमा लिएर अगाडि बढाउने, नत्र म एउटाले गर्न सकिनँ। हाम्रो माननीयजी चाहिँ तपाईँको चाहिँ उहाँले पनि सक्नुहुन्न। त्यस कारणले यसको चाहिँ नङ र मासु भन्छ नि, यसरी चाहिँ हामी अगाडि बढ्नुको लागि त्यस कारण हामीले राज्यले कानुन मिलाउन सक्यो भने त्यस कारण आर्थिकको व्यवस्था गरौँला, ठुलो कुरो होइन। त्यस कारणले यही चाहिँ आशाको चाट एउटा छ। अर्को चाहिँ मिलेनियम ट्र्याकको जुन बाटो छ नि त्यसको लागि के छुटिया छ, पोहोर पनि मैले चाहिँ 70 लाख हो कि हालिदिएको थिएँ, बिचमा तपाईँले 10 लाख कति परेको छ, अहिले त्यो छुटिया छ। किन छुट्यो? पैसा नभएर छुट्या लाग्छ, तर त्यसलाई चाहिँ निरन्तर लानुको लागि भने कहिले कहीँ चाहिँ जोड्छु मैले। त्यस कारण यसले राम्रै खालको चाहिँ कामहरू भएको छ। यही चाहिँ कार्यक्रमको साथ यसरी नयाँ नयाँ चाहिँ योजना ल्याउने, नयाँ नयाँ कार्यक्रम ल्याउने, नयाँ नयाँ खालको एउटा बाटोमा मिलाउने तपाईँहरू पनि एउटा विज्ञ हुनुहुन्छ। त्यस कारणले यो ठाउँको विज्ञ तपाईँहरू हो, तपाईँहरूको व्यवहार पनि हुनुहुन्छ, तपाईँले त तपाईँको अध्ययन पनि हुनुहुन्छ, तपाईँले एउटा काम नामले यहाँ बचेको हिसाबले छन् भने त्यो खालको हाम्रो सरसल्लाह गरेर अगाडि बढ्नको लागि हामीले अनुरोध गर्न चाहन्छु। त्यसैले जुन यो पोस्टमा यो चाहिँ तपाईँको मन्त्री आउनुमा म एउटा चाहिँ केवल एउटा चाहिँ पात्र मात्रै हुँ, तपाईँको चाहिँ म प्रतिनिधि हुँ र तपाईँले नै ल्याएकोले तपाईँहरू नै एउटा पहिले धन्यवाद दिनु मैले पात्र पनि यसरी नै टक्राउन चाहे। र अर्को कुरा जुन कि यहाँ मलाई एकदम खुसी लाग्यो कि जुन कि बाटो खन्न भन्छ, कतै तपाईँको हामीले चाहिँ कहीँ अब व्यवसाय गर्न भन्छ, कतै तपाईँको खानेपानीको कुरा गर्छौँ, कतै हामीले तपाईँ कुलोको कुरा गर्छ, तर पनि हामीले जग्गाबाट ठुलो समस्या हुन्छ, ठुलो समस्या हुन्छ। कयौँ योजना रोकिएको छ अनि कसैले त्यो दिन भनेर रोकियो। त्यस कारण तपाईँले स्वाभाविक ढङ्गले जुन दिनुभयो, जुन कि तपाईँले मान्छेले रगत दिन चाहिँ सक्छ तर तपाईँको जमिन दिन सक्दैन, एक निज जमिन दिनु, तर तपाईँ रगत दिन्छन् मान्छेले तर जमिन दिन सक्छ। तपाईँ जमिन दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। आफूले जुन काम गरेको आफ्नो सम्पत्ति दिनुभयो, त्यस कारणले जुन तपाईँले चाहिँ यसरी चाहिँ यो जुन कि प्रदेशले राखेको योजनालाई सम्पन्न गर्नको लागि तपाईँ यसरी चाहिँ जुन भूमि दिनुभयो र तपाईँले कहिले मेहनत गर्नुभयो, कहिले आर्थिक चाहिँ दिनुभयो, कहिले तपाईँको सबै आफ्नो ठाउँमा सहयोग दिनु। त्यस कारणले गण्डकी प्रदेशबाट जुन तपाईँले बाटो चाहिँ सम्पन्न चाहिँ गर्नुभयो, जहाँसम्म यसको चाहिँ सम्पन्न त भएको छैन, एउटा ट्र्याक चाहिँ खोल्ने काम भएको छ, त्यसलाई चाहिँ निरन्तर अगाडि बढाउनको लागि चाहिँ मैले यस मेरो ठाउँबाट पहल हुनेछ। अर्को कुरा मलाई लाग्यो, हामी कोलमा भन्छौँ, त्यस कारणले कोलमा हाम्रो हिजोदेखि एउटा चाहिँ यो ओरफेर न तपाईँको सबैभन्दा स्याङ्जा जिल्लाको होला कोलमा भनेपछि त्यो त्यस्तो ठाउँ भने हामी बुझिन्थ्यो र कतै कतै ओझेलमा परे जस्तो। हामी दुईजना माननीय पनि छौँ, मन्त्री पनि छौँ म होइन, तर ओझेलमा परे जस्तो लाग्छ र अघि पनि मैले त्यस कारणले त्यसलाई एउटा कसरी चाहिँ त्यसलाई बाटोमा मिलाउनुपर्छ होइन, त्यसलाई पनि एउटा निश्चित रूपले चाहिँ तपाईँहरूले पनि हामीले पनि त्यो कोलमालाई एउटा खालको के गर्ने होइन, त्यसलाई पार्क बनाउने कि त्यसलाई के गर्ने। हुन त त्यहाँ अहिले योजना तपाईँको एउटा एक पालिका एक खेल मैदान योजना त राखेको छ प्रदेशले, तैपनि त्यसलाई चाहिँ कसरी त्यसले मात्रै अझै त्यसलाई विस्तार गर्न र बाटो त्यही खालको छ। त्यस कारणले मेरो भनाइ कहाँ भने अहिले चाहिँ तपाईँको चाहिँ सिधै साइकल
होइन मार्गको बाटो चाहिँ तपाईँको यो चाहिँ यो ठ्याक्कै यो पोखरी छाप हुँदै पल्ला हुँदै त्यो जान्छ यो खालको चाहिँ हामीले त्यो राखेको छ। यही चाहिँ राख्दै यहाँको उन्नति हुनु, मेरो पनि उन्नति र प्रदेशको उन्नति हुनु, यहाँको सुख हुनु, सबै प्रदेशवासीको सुख हुनु, त्यसैले यही कामना गर्दै फेरि पनि अरू बेला भेला कसरी गरौँला। अब यस्तै मिठाहरू कुरा गरौँला। अब यही यहाँ सुविधा हुन्छ। हस्, धन्यवाद, नमस्कार। धन्यवाद मन्त्रीज्यूलाई। उहाँले जे भन्नुभयो सबैले सुन्नुभयो, म दोहोऱ्याउन चाहन्न। अहिले सम्पूर्ण बुबा आमा दाजुभाइ दिदीबहिनीहरू हामी सम्पूर्ण यहाँ जति उपस्थित हुनुभयो उहाँलाई सबैले धन्यवाद दिन चाहन्छु। अघि जग्गावालालाई धन्यवाद दिने भन्नुभयो। हाम्रो होमस्टेको अध्यक्ष, अहिले होमस्टेको लेखा समितिको अध्यक्ष, यो बाटो समितिको अध्यक्ष, उहाँ पनि जग्गा परेको छ। उहाँ झन् खोइ खाता। अनि अर्को मोहन गुरुङ, उहाँ पनि जग्गा परेको छ। उहाँ आउनु भएको रहेछ। एउटा अभिर एउटाले हाम्रो अध्यक्ष पनि हो। अनि मोहन गुरुङ मोहन त मात्र यमुनाले मोहन आएको यमुनालाई अनि मोहन आउनु भएको रहेछ नि। यमुना थापा कि तामाङ हो जस यमुना उहाँ पनि यमुना अहिले गुरुङ भन्ने यमुनालाई अब गुरुङ हुन्छ के हो। अनि अहिले सम्पूर्णलाई मैले धन्यवाद भने अहिले यो पोखरा टिभी च्यानल संस्थालाई हामी धन्यवाद दिन चाहन्छौँ। पोखरा टिभी च्यानलबाट जुन अहिले आउनुभएको छ पर्वत गुरुङ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई पनि खाताद्वारा अनि यो साउन्ड सिस्टमलाई सहयोग गर्नुभएको कोलमा मैदानको युवा क्लबको दुईजना आउनुभएको छ, विमल नेपाली। दुईजनालाई पनि यो साउन्ड सिस्टम व्यवस्था मिलाइदिनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यो मोटर बाटो भन्दाखेरि साउन्ड सिस्टम दुईजना भाइहरू अनि यो जग्गा खन्ने क्रममा पोखरीसाप क्योरेपानी, रायपुर पोखरीसाप क्योरेपानी ओरेसे भन्ज्याङसम्मको धेरै बुमामा दाजुभाइ दिदीबहिनीहरूले चिया, नास्ता, रोटी हरेक कुराले खाजाको व्यवस्था गर्नुभएको छ। उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। यसै क्रममा सबैले चिन्नुहुन्छ केशवीर गुरुङ, उहाँको कृष्ण गुरुङ, उहाँको नाम केशवीर, सबैले चिन्नुहुन्छ। उहाँले जग्गा पनि दिनुभएको छ, आफू पनि लाग्नुभयो काममा। अनि उहाँले 10,105 नगद पनि सहयोग गर्नुभएको छ। उहाँलाई एकदम धन्यवादको लागि र विभिन्न क्षेत्रबाट सहयोग गर्नुभएको डोजर सहयोग गर्नुभयो, डोजर ड्राइभरहरू, डोजर मालिकले पनि आज हामीले बोलाएको विशेष कारणले आउनु सक्नु भएन। विभिन्न रूपबाट विभिन्न क्षेत्रबाट यो बाटो निर्माणलाई सहयोग गर्नुहुनेलाई सम्पूर्णलाई हामी यो समितिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब फेरि पनि भने अतिथिहरूको आउनुभयो, धन्यवाद। र यो आजको कार्यक्रमको अध्यक्षता गरिरहनुको अध्यक्षज्यूले आफ्नो मन्तव्य, छोटो मन्तव्य सहित अनि यो एउटा छोटो नाच हो कि लास्टमा अनि हिँड्नु पर्यो 5 बजे क्या होमस्टे गएको यो बरु चाहिँ अब तपाईँ गर्नु पर्यो। आजको कार्यक्रम समापन गरिदिनुहुनुको अनुरोध गर्न चाहन्छु। अनि हामी दुईटा अहिले के भने उद्घोषै भनौँ, हामी पनि बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद। यहाँको नाच हेर्न साह्रै रहर इच्छा थियो।
समयको चाहिँ दबाब र बाध्यता कारण यहाँसम्म मैले माफी मागेँ म बिदा हुन ल, धन्यवाद।